Hello everyone. Welcome to Study Square's TikTok live session. Hello everybody. सबैजनालाई चाहिँ स्टडी स्क्वायरको टिकटक लाइभमा स्वागत छ है वेलकम ब्याक टु आवर लाइभ सेसन कतिजनालाई चाहिँ थाहा छैन होला कि हामी के बारेमा कुरा गर्छौँ भनेर सो टुडे वी आर गोइङ टु टक अबाउट स्टडिङ इन अस्ट्रेलिया जसले पहिला पनि हामीलाई लाइभ सेसन हेर्नु भएको छ उहाँहरूलाई चाहिँ थाहा छ कि हामीले स्टडी अब्रोडको बारेमा कुरा गर्छौँ र हामीले एभ्री विक नयाँ नयाँ टपिकहरू लिएर आउँछौँ हजुरहरूको सामु सो द्याट हजुरहरूलाई अब्रोड स्टडी पढ्न जानु छ भने चाहिँ केही कुराको कन्फ्युजन नहोस् भनेर सो त्यस्तै गरी नै आज पनि हामीले हाम्रो नयाँ टपिक छँदैछ सो हामी चाहिँ आज स्टडी इन अस्ट्रेलियाको बारेमा कुरा गर्दैछौँ सो त्यसमा पनि वी हेभ आवर युनिभर्सिटी रिप्रेजेन्टेटिभ होइन हामीसँग चाहिँ उताकै कलेज इन्स्टिट्युटबाट चाहिँ हामीसँग रिप्रेजेन्टेटिभ हुनुहुन्छ जसले चाहिँ तपाईँको धेरैवटा तपाईँहरूको मनमा आई नो धेरै क्वेसन्सहरू हुन्छ बाहिर जानेको बारेमा स्पेसली अस्ट्रेलिया पढ्न जान चाहनुहुन्छ भने पनि तपाईँहरूसँग धेरै क्वेसन्सहरू छ होला सो त्यसलाई त्यही क्वेसन्सहरूको लागि एन्सर गर्नको लागि चाहिँ हामीसँग छिट्टै गेस्टले जोइन गर्दै हुनुहुन्छ सो प्लिज वेट गर्नु होला तपाईँहरू कोही अस्ट्रेलिया पढ्न जान चाहनुहुन्छ अथवा कसैको फ्यामिली मेम्बर्स दाइ भाइ दिदी बहिनी कोही अस्ट्रेलिया पढ्ने सोचिरहनु भएको छ कजन्सहरू अर फ्रेन्ड्सहरू भने चाहिँ उहाँहरूलाई यो लाइभ चाहिँ सेयर गरिदिन सक्नुहुन्छ उहाँहरूलाई चाहिँ एकदमै इन्फर्मेटिभ हुन्छ यो लाइभ सेसन चाहिँ अनि तपाईँहरूलाई पनि पर्सनली केही क्वेसन्सहरू छ भने चाहिँ तपाईँहरूले पनि डाइरेक्टली सोध्न सक्नुहुन्छ है र आजको सेसन भनेको चाहिँ मोर अस्ट्रेलियामा नै हाम्रो मेन टपिक चाहिँ अस्ट्रेलिया नै हो सो कतिजनाले पहिलाको लाइभ सेसनमा चाहिँ अरू कन्ट्रीहरूको बारेमा पनि सोध्नु भएको थियो सो यदि कुनै अरू कन्ट्रीहरू तपाईँले सोध्न खोजिरहनु भएको छ भने त्यो चाहिँ डाइरेक्टली हामीलाई मेसेज गर्न सक्नुहुन्छ हजुरले है सो त्यही नै हो अब हामीसँग छिट्टै गेस्ट जोइन हुनुहुन्छ त्यसपछि चाहिँ हामी अफिसियली स्टार्ट गर्छौँ लाइभ सेसन चाहिँ त्यति टाइमको लागि चाहिँ प्लिज हामीलाई चाहिँ जोइन गरेर बस्नु होला एकछिन वेट गरिदिनु होला हामीलाई गेस्टले जोइन गर्नुहुन्छ इन फ्यु मिनट्स एन्ड आफ्टर द्याट वी विल अफिसियली स्टार्ट आवर लाइभ सेसन आजको है सो त्यही हो हामीले चाहिँ हाम्रो लाइभ सेसनमा हाम्रो लाइभ सेसनमा मेन भनेको चाहिँ अब स्टडी इन अस्ट्रेलिया अनि स्टडी इन जर्मनी अनि रिलेटेड अनि अरू कन्ट्रिजहरूको बारेमा पनि हामीले कुरा गर्छौँ सो हाम्रो एभ्री विक टपिक चाहिँ चेन्ज हुन्छ सो आज चाहिँ हामीले अस्ट्रेलियाको रिप्रेजेन्टेटिभलाई चाहिँ हामीले इन्भाइट गरेका छौँ उहाँ चाहिँ युटिएस कलेज सिडनीको कलेजबाट हुनुहुन्छ सो आज उहाँसँग डाइरेक्टली तपाईँले कुरा गर्न सक्नुहुन्छ है उहाँ चाहिँ रबिशमा आरएल शाह हुनुहुन्छ मार्केटिङ एन्ड रिक्रुटमेन्ट अफिसर एट युटिएस कलेज है युटिएस भनेको चाहिँ युनिभर्सिटी अफ टेक्नोलोजी सिडनी भनिन्छ है सो
उहाँले चाहिँ रिगार्डिङ अब तपाईँले युटिएस कलेजमा सिडनीमा पढ्न जान चाहनुहुन्छ आइटी रिलेटेड भने चाहिँ मेन हजुरले क्वेसन्सहरू सोध्न सक्नुहुन्छ उहाँलाई अर ओभरअल अस्ट्रेलियाकै बारेमा पनि उहाँलाई धेरै नै इन्फर्मेसनहरू हुन्छ एक्सपिरियन्स हुनुभएको हुन्छ सो उहाँलाई डाइरेक्टली पनि हजुरले सोध्न सक्नुभयो अनि कसैसँग केही क्वेसन छ भने चाहिँ अहिले नै ड्रप गरेर राख्दा पनि हुन्छ अरू तपाईँलाई कसैले अस्ट्रेलिया पढ्ने तपाईँको फ्यामिली फ्रेन्ड्सहरूले अस्ट्रेलिया पढ्ने सोचिरहनु भएको थाहा छ कसैले आइएल्स गरिरहनु भएको छ भर्खर +2 सकाउनु भएको छ ब्याचलर सकाउनु भएको छ भने उहाँहरूलाई तपाईँले सेयर पनि गरिदिन सक्नुहुन्छ सो प्लिज यो लाइभ सेसन चाहिँ जोइन गरेर बस्नु होला किनभने हामी छिट्टै नै गेस्टलाई जोइन गराउँछौँ सो त्यसपछि तपाईँले डाइरेक्टली नै मन खोलेर क्वेसन्सहरू सोध्न सकिहाल्नुहुन्छ है सो तपाईँहरूसँग केही आफै अहिले क्वेसन छ भने पनि प्लिज लेखेर चाहिँ राख्नु होला अर कमेन्ट गर्नु होला है सो म त्यो नोट डाउन गरिहाल्छु अनि तपाईँको क्वेसनको एन्सरहरू चाहिँ हाम्रो गेस्टले दिइहाल्नुहुन्छ सो को कता कताबाट हुनुहुन्छ त्यो पनि एकचोटि कमेन्ट गरिदिनु होला म चाहिँ अहिले ललितपुरबाट हो अहिले लाइभ बसिरहेको चाहिँ सो तपाईँहरू चाहिँ कताबाट हुनुहुन्छ चितवनबाट काठमाडौँबाटै हुनुहुन्छ कि पोखराबाट हुनुहुन्छ कि बुटोलबाट हुनुहुन्छ सो कता कताबाट हुनुहुन्छ हेलो सबैजनालाई मेरो नाम चाहिँ विशेषता हो र म चाहिँ तपाईँहरूको होस्ट हो आजको लाइभ सेसनको लागि सो कसैलाई केही क्वेसन छ भने सोध्नु होला अरू कसैले कहाँबाट हो पनि भनिदिन चाहिँ सक्नुहुन्छ है सो हेलो अभियानजी वेलकम टु द लाइभ सेसन थ्याङ्क यू फर लाइकिङ अस है अरू को हुनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला कता कताबाट हुनुहुन्छ है सो हामी अफिसियली लाइभ सेसन स्टार्ट गरि नै हाल्छौँ इन फ्यु मिनट्स सो त्यति इन्जेलको लागि चाहिँ प्लिज लाइभ छोडेर नजानु होला वेट गरिदिनु होला है सो मेरो रिसेन्टली मास्टर्स इन अस्ट्रेलिया नट जेनरल स्टुडेन्ट भनेर रिजेक्ट भएको छ क्यान आई रिएप्लाई अर नट भन्नुभएको छ थ्याङ्क यू फर आस्किङ द क्वेसन है यो यसको एन्सर चाहिँ रबिशमा म्यामले दिनुहुन्छ होइन सो एकछिन लाइभ सेसन मा बसिरहनु होला है सो उहाँले जोइन हुने बित्तिकै म हजुरको क्वेसन नै फर्स्टमै सोधिदिन्छु उहाँलाई Hello, hi. Hello ma'am, welcome to the live session. Hi, thank you for having me. हजुरको क्यामेरा अन हुन्छ होला? I tried, तर मेरो भएन नि. I'm so sorry. No problem ma'am. Okay, so maybe we can start the live session. Of course, yes. Okay. So welcome everybody, welcome everyone to the live session. I am your host विशेषता र आज चाहिँ हामी स्टडी इन अस्ट्रेलियाको बारेमा कुरा गर्दैछौँ तपाईहरुलाई थाहा छैन भने चाहिँ सो आजको मेन टपिक नै स्टडी इन अस्ट्रेलिया हुँदैछ र आजको लाइभ सेसनको हाम्रो स्पेशल गेस्ट हुनुहुन्छ मिस रबिशमा आरएल शाह मार्केटिङ एन्ड रिक्रुटमेन्ट अफिसर एट युटिएस कलेज युटिएस भनेको चाहिँ युनिभर्सिटी अफ टेक्नोलोजी सिडनी हो सो तपाईहरुलाई अस्ट्रेलिया रिगार्डिङ अस्ट्रेलिया केही क्वेसन्सहरू छ रिगार्डिङ कोर्स एडमिसन्स होइन इन्टेक्सहरू रिगार्डिङ अर तपाईँलाई फाइनेन्सियलदेखि लिएर होइन जेन्युन स्टुडेन्टको बारेमा धेरै क्वेसनहरू आएर छ त्यसको रिगार्डिङ भिजा रिगार्डिङ जुनै पनि क्वेसन्सहरू तपाईँहरूसँग छ भने चाहिँ हजुरले आज ढुक्क भएर सोध्न सक्नुहुन्छ र आफ्नो एन्सर पनि पाउनुहुन्छ हजुरले है सो वेलकम अगेन म्याम टु द लाइभ सेसन कुड यु प्लिज इन्ट्रोड्युस युर सेल्फ एन्ड अबाउट युटिएस कलेज एज वेल Yes, of course. So first of all, I'd like to thank, of course, Study Square for inviting me to join this TikTok live today. It's a pleasure to be here. And I'm also grateful for the opportunity to represent UTS College Sydney and share more about what we offer to the students from Nepal. I'd also like to thank you as a host and also everybody who's going to participate today. I know studying abroad is a big decision right now, and there are probably lots of questions in all of your minds. So I hope by the end of the session, I would be able to answer your questions and help you be confident and get informed about your future steps. So talking about me, my name is Rabishma Rachulakshmi Shah, and I work as a marketing and recruitment officer here at UTS College.
and I look for students from India, Nepal, and Bangladesh. थ्याङ्क यू फर द इन्फर्मेसन म्याम. सो लाइक हामीले कुरा गर्दै जाँदा चाहिँ एकजना स्टुडेन्टले क्वेसन सोध्न थाल्नु भइसक्यो. सो आई थिङ्क वी क्यान डाइरेक्टली गो टु द्याट क्वेसन. Of course, yes. उहाँले चाहिँ के भन्नुभएको छ भने मेरो रिसेन्टली मास्टर इन अस्ट्रेलिया नट जेन्युन स्टुडेन्ट भनेर रिजेक्ट भएको छ. क्यान आई रिएप्लाई अर नट भनेर सोध्नु भएको छ. Okay, so Australian government concerns, if you have a recent visa rejection, usually they tend not to take the application then and there. And recently, of course, they'll see you as just trying to migrate or else enter Australia for various reasons. But if it is more than 12 months, 12 months agadi मास्टर्स को लागि अप्लाई गर्दाखेरि के रिजनले रिजेक्सन भएको थियो. इफ त्यो सर्कमस्टान्सेस चेन्ज भएको छ, फर एक्जाम्पल आई गिभ यु, लेट्स से कसैको एसओपी विक भएर रिजेक्सन भएको थियो, अर फाइनेन्शियल डकुमेन्ट्स मिलेन, इङ्ग्लिस प्रोफिसियन्सी टेस्टमा एकदम लो स्कोर्स, वाट एभर रिजन्स त्यस्तो भएको छ भने, इफ त्यो सर्कमस्टान्सेस चेन्ज भएको छ एन्ड इट हेज क्रस्ड अ इयर, 12 months क्रस भइसकेको छ भने अफकोर्स यु क्यान. ओके म्याम. सो मैले हजुरलाई अर्को एउटा क्वेसन सोध्न चाहेँ म्याम. सो धेरैजनाले युटिएस कलेजको बारेमा थाहा होला र कसैले चाहिँ सुन्नु पनि भएको छैन होला. सो युटिएसको नाम लाइक तर एक्ज्याक्टली युटिएस भनेको चाहिँ कस्तो इन्स्टिट्युसन हो र नेपाली स्टुडेन्टको लागि किन चाहिँ राम्रो चोइस हो, यो चाहिँ धेरैजनाले थाहा नहुन पनि सक्छ. सो कुड यु प्लिज एक्सप्लेन? Of course. So, as you all know, UTS, it stands for University of Technology Sydney. You can see it on the live poster there on your screen. So, UTS, it stands for University of Technology Sydney. We are a Sydney-based university and very much focused in technological and technical courses. Apart from that, we do have a lot of other faculties, and we have very much renowned for any other faculties like health, nursing, IT, AI, cybersecurity, and so many more. So it started as a technology-based university. So कतिजना चाहिँ यो misconception हुन सक्छ कि it's only for IT, हैन? तर we do have architecture, business, health, psychology, IT, engineering, everything, you name it, University of Technology Sydney has it. But UTS, why is it famous is because it is one of the Australia's leading university. And it is very much known for its excellence in teaching as well as research and industry engagement. So when a student is applying for a university, it's not only the degree they're taking home, it's also the exposure, the experience that they will be gaining from the university. So degree matre 3 years ko bachelor's, 4 years ko bachelor's, or it could be 2 years ko master's ko degree matre linu hunta. There are plenty of universities. We do also have a lot of options in our own home country pani, but if you're applying abroad, you should be looking for something that is actually practical. I mean, Nepali students, if you see, why are you choosing any other country abroad? किन जाने भन्दाखेरि किनभने नेपालमा theoretical study हुन्छ, बाहिर practical हुन्छ भन्छौँ, यो त सबैको मुखमा छ है. But what exactly a practical study is or a practical exposure चाहिँ के हुँदो रहेछ भने चाहिँ you'll get to feel it in UTS. Apart from that, अब main कुरा भनेको युनिभर्सिटीहरुको ranking पनि it plays a very vital role, not only for students future but also for visa decision. हैन, visa आउनको लागि first thing नै हेर्ने भनेको assessment level कुनमा छ त युनिभर्सिटी, के लेभलमा छ, कुन पोजिसनमा छ, ranking के छ, त्यो सबै चेक गर्छ. and we are also very much renowned for all these things. So for example, QS World Ranking को कुरा गर्नु पर्दाखेरि we are among the top 100 university, we are on the 87th rank. Australia को कुरा गर्नु पर्दाखेरि overall Australia we are 9th. And for few faculties like IT, AI, cybersec, engineering, we are also ranked number 1 in Sydney. And for few other faculties, nursing ko लागि त्यतिकै popular छ, हामी हाम्रो business analytics ko लागि त्यतिकै popular छ. So few faculties ko लागि चाहिँ we are very popular. Otherwise, in general, we are 9th in Australia. So त्यसैले चाहिँ it will be a great choice if students who are looking for Sydney, because we don't have any other branch campuses as any other university has it. So branch campuses छैन, Sydney नै कसैले राख्नु भएको छ भने चाहिँ it would be a very great choice for students who want a very globally recognized qualification in a very top university. So that's what UTS is. अब UTS college पनि छ university को है त. So since अब university highly ranked छ, level high छ, so at the same time university को requirement पनि high हुन्छ, tuition fees high हुन्छ. अब कुनै student को requirement पुगिरा हुन्छ but financially we might not be that strong.
कसैको फाइनेन्सियल पुगिरहेको हुन्छ बट स्टडिजमा चाहिँ दे माइ नट बी भेरी एलिजिबल होइन सो आफूले भनेको कोर्समा बिकज ठुल्ठुलो युनिभर्सिटिजमा रिक्वायरमेन्ट नै हाई हुन्छ एकदमै भनेर अल स्टार्टअप नै उहाँहरूको स्टार्टअप स्कोर नै 3.2 एन्ड अबभ 65% अबभ यस्तो भनिरहेको हुन्छ सो त्यस्तो केसेसमा चाहिँ इफ द स्टुडेन्ट वान्ट्स टु गो टु युटिएस तर डिरेक्ट एन्ट्रीको लागि मार्क्स भइरहेको छैन आइएल्स पिटीको स्कोर्स पुगिरहेको छैन अरू फाइनेन्सियली चाहिँ युनिभर्सिटी अब एक्सपेन्सिभ लाग्यो भने चाहिँ युनिभर्सिटीको आफ्नै कलेज छ सो कलेजबाट पनि जान मिल्छ सो युटिएस कलेजमा चाहिँ म काम गर्छु एन्ड इट इज अ पाथवे कलेज सो डिरेक्टली जान नमिल्ने युनिभर्सिटी छ भने चाहिँ उनीहरूको कलेजबाट गयो भने यु डिरेक्टली गो टु द युनिभर्सिटी सो द्याट इज वाट युटिएस कलेज इज इट्स अ पाथवे टु द युनिभर्सिटी एन्ड फर्स्ट इयर युनिभर्सिटी फर्स्ट इयर कलेजमा पढेर चाहिँ स्टुडेन्टको डिरेक्ट एडमिसन चाहिँ सेकेन्ड इयर अफ ब्याचलर्स अर सेकेन्ड इयर अफ मास्टर्स चाहिँ युनिभर्सिटीमा डिरेक्टली हुन्छ सो द्याट्स वाट युटिएस कलेज इज थ्याङ्क यू फर द इन्फर्मेसन म्याम सो युनिभर्सिटी चुज गर्दा स्टुडेन्टले अर्को कुरा ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्छ कुन कोर्स राम्रो मेनली कुन फ्याकल्टी स्ट्रङ हुन्छ म्यामको एक्सपिरियन्स अनुसार चाहिँ युटिएस कलेजमा नेपाली स्टुडेन्टहरूले सबैभन्दा बढी चुज गर्ने कोर्सेस र पाथवेज चाहिँ कुन कुन हो Okay, so for us, strongest faculties भनेको चाहिँ UTS is very much known for, of course, technology, information technology को लागि एकदम popular छ. IT and engineering is very popular in Australia. अब नेपालबाट जाने स्टुडेन्ट्सहरूको लागि चाहिँ why is it popular is because student coming from business background, data science, अहिले AI को छ because we do offer batches in AI पनि. So if you know AI भन्ने कोर्सेस अहिले चाहिँ मार्केटमा एकदमै चलिरहेको छ होइन ब्याक इन द डेज मास्टर्समा मात्रै AI पपुलर थियो कि सो इफ यु वान्ट टु स्टडी AI स्टुडेन्टले ब्याचलर्स इन कम्प्युटर साइन्स गर्नु पर्थ्यो एन्ड मास्टर्समा बल्ल दे क्यान चुज इट बट वी हेभ एक्चुली ब्रोक द ल लाइक यो चाहिँ रेकर्ड नै एउटा ब्रेकिङ गराएको छ युटिएसले चाहिँ सो वी आर द फर्स्ट वान टु एक्चुली इन्ट्रोड्युस ब्याचलर्स अफ AI कसैले एआईमा इन्ट्रेस्ट छ भने वाइ नट ब्याचलर्सदेखि नै बेस बनाउने सो वी आर भेरी पपुलर फर ब्याचलर्स अफ AI डिजाइन हेल्थको लागि इक्वली वी आर भेरी पपुलर एन्ड जस्ट लाइक द्याट वी आर अल्सो पपुलर फर स्पोर्ट्सको कोर्सेस पनि इफ एनीबडी वान्ट्स टु like they're dreaming their career as a professional sports player त्यसको पनि studies हुन्छ we do have bachelors in sports पनि so these are the very popular courses for Nepalese like among Nepalese students and just like that अरू बिजनेसको लागि हो भने चाहिँ अब यो चाहिँ in general नै अस्ट्रेलियामा it's very popular accounts finance data analytics engineering project management यो सबै चाहिँ अस्ट्रेलियामा it's very demandable so यो सबै courses पनि it is popular at UTS college Thank you for the information, ma'am. So, hello everybody. सबैजनाले आई थिङ्क कतिजना नयाँ स्टुडेन्टहरूले पनि भ्युवर्सहरूले पनि जोइन गर्नुभएको जस्तो लाग्यो सो हामीले के बारेमा कुरा गरिरहेछौँ भनेर सोचिरहनु भएको छ भने चाहिँ हामीले अहिले स्टडी इन अस्ट्रेलियाको बारेमा कुरा गरिरहेछौँ र हामीसँग युनिभर्सिटीको रिप्रेजेन्टेटिभ पनि हुनुहुन्छ सो उहाँसँग तपाईँले केही क्वेसन्सहरू सोध्नु छ भने चाहिँ प्लिज डाइरेक्टली क्वेसन सोध्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ है अरू कसैले अब हजुरले चिन्नु भएको उहाँहरूले अस्ट्रेलिया पढ्न जाने सोचिरहनु भएको छ +2 ब्याचलर सकेर बसिरहनु भएको छ भने उहाँहरूलाई यो लाइभ सेयर गर्न पनि सक्नुहुन्छ एकदम इन्फर्मेटिभ हुन्छ उहाँहरूलाई सो म्याम एउटा क्वेसन आएको छ कि ब्याकग्राउन्ड कम्प्युटर इन्जिनियरिङ भनेर भन्नुभएको छ आई थिङ्क उहाँले ब्याकग्राउन्ड कम्प्युटर इन्जिनियरिङ भएकोले चाहिँ कस्तो कोर्स गर्न मिल्छ भनेर सोध्नु भएको जस्तो लाग्यो सो अनि उहाँले पनि उयो पनि भन्नुभएको छ कि म्याम GPA 3.39 PT 58-51 भिजा आउने चान्स कतिको होला भनेर भन्नुभएको छ ओके सो फर्स्ट चाहिँ म यो भिजाको कुरा गर्छु बिकज यु बिन सिइङ होइन अहिले त एकदमै नै यो रुमर्स पनि भन्न मिल्छ अर रियालिटी पनि हो फ्याक्ट चेक गऱ्यो भने इट्स एक्चुअली भेरी डिफिकल्ट अहिले अस्ट्रेलियाको लागि भिजाजहरूको लागि स्टुडेन्टहरू एकदम कन्सर्न छ एजेन्ट्सहरू पनि कन्सर्न हुन्छ बिफोर अप्लाइङ द भिजा बिकज देयर आर सो मेनी रिसेन्ट भिजा चेन्जेस एन्ड स्टोरिज द्याट वी बिन हियरिङ कतिजनाको रिजेक्सन छ नेपाल लेभल 3 पुगेको छ यस्तो यस्तो भनेर चाहिँ बट अकर्डिङ टु DHA सो DHA भनेको चाहिँ तपाईँको डिपार्टमेन्ट अफ होम अफेयर्स होइन जुन हाई कमिसन छ जसले तपाईँहरूलाई भिजा दिन्छ उनीहरूको वेबसाइटमा इफ यु क्यान सी इज युनिभर्सिटीमा एक्सेप्टेबल स्कोर्स छ भने फर इक्जाम्पल एट UTS कलेज वी डु एक्सेप्ट 2.2 सम्मको लागि कि सो UTS कलेज भनेको त डिरेक्ट युनिभर्सिटी जान नसक्ने स्टुडेन्ट नै हो नि त जसको स्कोर्स कम आइरहेछ उनीहरूलाई नै हो कलेजमा एडमिसन दिने सो इफ हामीले 2.2 लिइरहेछौँ भने DHAले चाहिँ ओके 2.2 आएको स्टुडेन्ट रहेछ एकदम विक रहेछ अस्ट्रेलियामा पढ्न सक्दैन भने दे क्यान नट रिजेक्ट इट
इफ कलेजको रिक्वायरमेन्टमा छ, इफ कलेजको वेबसाइटमा पब्लिस छ, हामीले लिन्छौँ भनिरहेछौँ भने चाहिँ वी विल एक्सेप्टेड र डिएचईले पनि त्यसमा मान्नै पर्छ. बट इङ्ग्लिसको कुरामा चाहिँ इङ्ग्लिस त अब हामीलाई मात्रै चाहिने इङ्ग्लिस होइन नि त. इङ्ग्लिस त एज अ जेनरल स्टुडेन्टलाई त त्यहाँ आफ्नो लाइफ सस्टेन गर्नलाई बाहिर पनि बोल्नु पऱ्यो, नट ओन्ली इनसाइड द क्लासरुम. सो इङ्ग्लिसको लागि चाहिँ वी डु रिक्वायर एउटा स्ट्यान्डर्ड कुरा नै. इफ एकाडेमिकल स्कोर कम आएको छ भने त यु क्यानट चेन्ज इट. फर इक्जाम्पल 12मा एकदमै नराम्रो स्कोर आएको छ, ब्याचलर्समा एकदमै धेरै फेल हुनुभएको छ, यु क्यानट गो टु द पास एन्ड चेन्ज इट. तर इङ्ग्लिसको त सकिन्छ नि त, यु क्यान गिभ रि एक्जाम्स. अनि यो त ओभरअल अस्ट्रेलियालाई चाहियो हो, तपाईँलाई भोलि काममा चाहिन्छ, स्टडिजमा चाहिन्छ, रिसर्च गर्नलाई, असाइनमेन्ट गर्नलाई, यो त ओभरअल तपाईँलाई चाहिने नै कुरा भयो, एउटा बेसिक कुरा. सो त्यसको लागि चाहिँ एउटा मिनिमम स्ट्यान्डर्ड चाहिन्छ नि इङ्ग्लिसको. सो त्यो कुनै कम छ भने हामीले पनि एक्सेप्ट गर्दैनौँ. फर इक्जाम्पल एट युटिएस कलेज हामीलाई इच ब्यान्ड 54 चाहिन्छ मिनिमम होइन. सबैमा 54 आएको छ. जस्तो युनिभर्सिटी हेर्नुभयो भने त युनिभर्सिटीमा आई थिङ्क 62 एन्ड अबभ नै छ इच ब्यान्ड. तर कलेजमा चाहिँ कम आउने स्टुडेन्टलाई त लिने हो नि, तर त्यसमा पनि एउटा स्ट्यान्डर्ड चाहिँ छ, लिमिटेसन चाहिँ हुन्छ. सो 54 इच ब्यान्ड हो. त्योभन्दा कम आएर अप्लाई गरिरहेछ भने त डिएचएल पनि रिजेक्ट गर्ने चान्सेस हुन्छ. तर इफ हामीले 54 मागिरहेछौँ र स्टुडेन्टले 54 लिएर आइरहेछ भने चाहिँ स्टुडेन्टको एकदमै लो स्कोर छ भने त्यसमा चाहिँ रिजेक्सन हुँदैन. सो त्यसमा पनि अलाइन हुनु पऱ्यो कि कलेजले कति मागिरहेछ त्यति चाहिँ मिनिमम दिनुपर्ने हुन्छ. सो उहाँले पिटी 58 नट लेस देन 51 भन्नुभएको रहेछ. सो यसमा चाहिँ उहाँले रिएक्जाम लिनुभएको गर्नुपर्छ. हजुर, आई थिङ्क इच ब्यान्ड 54 चाहिँ लिएर आउनै पर्ने हुन्छ. हजुर, आई थिङ्क राधेजी हजुरले बुझ्नुभयो होला है. सो रिएक्जाम लिन रिकमेन्ड गर्नुभएको छ. सो म्याम अर्को क्वेसन एउटा छ, खड्का रमेशजीले सोधिरहनु भएको छ, एएमसीको पाथवे के छ भन्दै सोधिरहनु भएको छ. Can you please repeat it? के हो AMC? What is AMC stands for? There are so many things. सो प्लिज एएमसी को फुल फर्म भनिदिन सक्नुहुन्छ हजुर? मेडिकलको लागि हो भने चाहिँ आई थिङ्क सो उहाँको फोटोमै मेडिकल उयो जस्तो लाग्यो. Yeah, I think if Australia Medical Council, I think that's what it stands for. Australian Medical Council को लागि भने चाहिँ कुन फ्याकल्टीको लागि. सो यहाँबाट नेपालबाट हामीलाई एन्ट्रेन्स एक्जाम एउटा दिनैपर्छ, द्याट्स अ मस्ट होइन. एनओसीको लागि नै चाहिन्छ. एन्ड द फर्स्ट स्टेप टु पे यर ट्युसन फिज, भोलि भिजा लन्च गर्नलाई तपाईँहरूको भिजा लागिसकेपछि फर्स्ट थिङ इमिग्रेसनमा चेक गर्ने भनेको डकुमेन्ट इज भेरी इम्पोर्टेन्ट, द्याट इज कल एनओसी, नो अब्जेक्सन सर्टिफिकेट. त्यो लिनको लागि चाहिँ यु हेभ टु पास नेपालको पनि एन्ट्रेन्स एक्जाम. सो वी डु नट ह्याभ पर्टिकुलर एन्ट्रेन्स एक्जाम देयर. तर यहाँको एन्ट्रेन्स एक्जाम चाहिँ मिनिमम त्यो चाहिँ पास गर्नुपर्ने हुन्छ एन्ड देन वी डु एक्सेप्ट इट. हजुर. सो म्याम अर्को एउटा क्वेसन पनि छ, टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट फर मास्टर डिग्री कस्तो छ अस्ट्रेलियामा भनेर सोध्नु भएको छ. Okay, in general, of course, because Sydney, we are situated in Sydney. Otherwise, few other cities. So Australia पनि सबै cities-मा त international students cannot survive. होइन, एकदम few major cities हो where students actually go. For example, तपाईँ जान सक्नुहुन्छ ताजमेनिया जान्छ, सिडनी, मेलबर्न, एडलेड, पर्थ, यो few cities-मा हुन्छ स्टुडेन्ट्सहरू, ब्रिस्बेन. सो यो few cities-को लागि मान्छेहरूले हेर्दा भने चाहिँ of course it's a very touristy place. इन्टरनेसनल स्टुडेन्ट्सहरू, टुरिस्टहरू बढी फ्लो हुने कन्ट्री नै हो. अस्ट्रेलियाको नेटिभ्स भन्दा बढी इट्स अलवेज बाहिरको इन्टरनेसनल पिपल आर सर्भाइभिङ स्टेइङ देयर होइन. सो बाहिरको जति टुरिस्ट फ्लो हुन्छ त्यति नै टुरिज्मपट्टिको द्याट होल एस्पेक्ट अफ टुरिज्म गेट्स डेभलप्ड. एन्ड वेन देयर आर टुरिस्ट अफकोर्स हस्पिटालिटी पनि प्यारलली डेभलप हुन्छ नि. फर अस एट युटिएस कलेज वी डु नट ह्याभ हस्पिटालिटी म्यानेजमेन्ट एज सच. अब त्यो बाहेक हामीसँग बिजनेसमा अरू कुराहरू छ, वी हेभ इभेन्ट म्यानेजमेन्ट स्टफ. तर एक्ज्याक्टली हस्पिटालिटी भन्ने कोर्स अनफर्चुनेटली वी डु नट अफर एट युटिएस. बट आई विल टेल यु अस्ट्रेलियामा चाहिँ यसको मार्केट धेरै छ, बिकज वी गट अ लट अफ टुरिस्ट कमिङ इन. बढीभन्दा बढी इन्टरनेसनल स्टुडेन्ट्स नै आउँछ. इन्टरनेसनल स्टुडेन्ट्स आएपछि उनीहरूको पेरेन्ट्स आउँछ. टुरिज्म भनेर डिफ्रेन्ट इस्ट एसियन कन्ट्रिजहरूबाट, अमेरिकन कन्ट्रिजहरूबाट, युरोपियन कन्ट्रिजहरू बढी टुरिस्टको फ्लो हुने भएको कारणले अटोमेटिकली हस्पिटालिटी सेक्टर पनि अहिले एकदम टप नचमा छ. सो इफ यु विलिङ टु, इफ यु विसिङ टु स्टडी, हस्पिटालिटीको सेक्टर पनि इट्स भेरी मच अन डिमान्ड. आई थिङ्क हजुरले एन्सर पाउनुभयो है. सो उहाँले थ्याङ्क यू म्याम पनि भन्नुभएको छ. You're welcome. सो अर्को एउटा क्वेसन छ म्याम, केलियनजीले सोध्नु भएको छ. सो वाट आर द चान्सेस अफ मास्टर आफ्टर ब्याचलर्स डिग्री इन इन्जिनियरिङ भन्नुभएको छ. ओके, सो चान्सेस त अफकोर्स त्यही नै हो. ब्याचलर अफ इन्जिनियरिङ सकाएको स्टुडेन्टको नेक्स्ट स्टेप नै मास्टर्स हो.
अब it depends upon what kind of engineering are you looking for. So if कसैले engineering गर्नु भएको छ भने there could be 2-3 options for them, either to complete the same thing or else, for example, कसैले Bachelor of Civil Engineering गर्नु भएको छ भने Master of Civil Engineering नै गर्नुहुन्छ एउटा, or else they can go for a project management. यो पनि कुनै पनि engineering को faculty को students ले चाहिँ masters in project management जान सक्छ हैन. Any sort of कुनै पनि type of or else कुनै पनि category को engineering पढ्दै हुनुहुन्छ भने चाहिँ you can always be a project lead. त्यो एउटा project नै हुन्छ engineering को, whatever you're making, manufacturing, त्यसको project lead को पनि काम गर्न सकिन्छ. You don't have to work in field नै हैन, manager जसरी पनि काम गर्न सकिन्छ. So project management could be another option. The third is always MBA. So if you want to establish a business out of it, for example, यहाँ चाहिँ civil engineer हुनुहुन्छ, they know how to manufacture building and stuff, यो सबै civil engineer को main core थाहा छ. अब चाहिँ he wants to start a company अनि अरू civil engineer लाई hire गर्न मन छ, he wants to own a business भन्यो भने चाहिँ MBA. So these are the 3 options any engineering student can study or else pursue. Either complete the same engineering faculty or else change to project management or else MBA. उहाँले इलेक्ट्रिकल इन्जिनियरिङ भनेर पनि क्वेसन गर्नुभएको छ. So yeah, you can always complete Masters of Electrical Engineering नै भनेर जान सक्नुहुन्छ नि. 1.5 years को हुन्छ मास्टर्सहरु usually, and if you want to take the research based, अब thesis को कुरामा चाहिँ नेपालको केसमा we've got 2 years of engineering हैन, 2.5 हुन्छ. त्यसमा thesis compulsory छ नेपालको केसमा, you have to do it. तर अस्ट्रेलियामा चाहिँ it's flexible. कसैलाई thesis or researchमा interest छैन भने they can only go for the generic or the basic masters. कसैलाई रिसर्च पनि छुट्टै गर्न मन छ, थेसिसहरु लेख्न मन छ भने it will add up 1 more year. So कसैलाई रिसर्चहरु थेसिसहरु इन्ट्रेस्ट छैन भने they can just go thoroughly आफ्नो स्टडी सकाउने, आफ्नो प्र्याक्टिकल जे हुन्छ, ल्याब्सको वर्कहरुको हुन्छ, इन्टर्नशिपहरु हुन्छ, त्यो सबै कम्प्लिट गर्ने and that's done, डिग्री पाइन्छ. But if you want to go for a research program, 1 year additional हुन्छ, that is I think 2.5 years हुन्छ roughly. त्यसमा चाहिँ thesis or research or else तपाईको डिपार्टमेन्ट फ्याकल्टीले चाहिँ they'll assign you a project, कुनै प्रोजेक्टमै रियल लाइफमै कुनै प्रोजेक्टमा काम गर with big companies भनेर पनि अलट गर्दै हुन्छ, तपाईलाई असाइन गर्दै हुन्छ. So that's how you can choose 2 different kind of masters. Electrical engineering मै कन्टिन्यु गर्न मन छ भने you're always welcome. Thank you so much, ma'am, for the information. So Okay. हजुर अरू क्वेसन्सहरु हजुरलाई केही छ भने चाहिँ प्लिज क्वेसन सोध्न सक्नुहुन्छ है, रिगार्डिङ भिजा, रिगार्डिङ फाइनान्शियल, रिगार्डिङ योर कोर्स हैन, तपाईलाई के पढ्न मन छ अस्ट्रेलिया गएर. अरू कोही मान्छे तपाईले, मैले फेरि पनि भने, अस्ट्रेलिया जाने सोच्दै हुनुहुन्छ, तपाईले चिनेको मान्छे भने उहाँलाई अहिले शेयर गरिदिन सक्नुहुन्छ लाइभ, सो दैट उहाँले पनि इन्फर्मेसनहरु पाउनुहुन्छ है. सो यो भन्दै म अर्को एउटा क्वेसन सोध्न चाहे म्यामलाई. सो म्याम, अस्ट्रेलियामा फर्स्ट टाइम जाने स्टुडेन्टहरुको लागि सबै कुरा नयाँ हुन्छ, नयाँ कन्ट्री, नयाँ एजुकेसन सिस्टम, नयाँ इन्भाइरोमेन्ट. सो युटीएस कलेजले इन्टरनेसनल स्टुडेन्ट्सलाई सेटल हुनको लागि र एडजस्ट हुनको लागि भनौँ हैन, कस्तो सपोर्ट प्रोभाइड गर्छ? So we are very well known for our student support पनि त. So अस्ट्रेलियामा of course life would be difficult हैन. अब यहाँ जस्तो यहाँ जति नै इन्डिपेन्डेन्टली बसिरहेछ भन्यो भने त्यहाँ त तपाईहरुको बस्ने रहन सहन, you can say it, त्यो सबै डिफरेन्ट हुन्छ. लिभिङ को आफ्नै तरिका छ. अस्ट्रेलियन एजुकेसन सिस्टम अन टप अफ द्याट इट्स भेरी डिफरेन्ट. यहाँ जति नै अब एडभान्स पढ्नु भएको छ or else यहाँ तपाईहरुले कुनै फरेन डिग्रीको, फर एक्जाम्पल ब्याचलर्समा we've got a lot of universities in Nepal जसले चाहिँ फरेन डिग्री नै यता अहिले प्रोभाइड गर्नुहुन्छ. जति नै पढ्यो you'll be still studying in नेपाली इन्भाइरोमेन्ट हैन. सो त्यसो स्टुडेन्टहरुले चाहिँ I would also suggest कि come with an open mind. यहाँ जस्तो पढिरहेछ त्यसरी नै पढ्छु, रटेरै गर्छु म 2 इयर्स को, जसरी पनि मेहनत गरेर सकाउँछु भनेर नआउनु होला. इजी छ अस्ट्रेलियन एजुकेसन सिस्टममा. one thing is they do not pressurize you. 2 इयर्समा तपाईहरुले आफूलाई आउने सब्जेक्ट छ भने चाहिँ हाँसी खेली गर्न सकिन्छ के. इफ कसैको प्रेसरले, इफ यु चुजिङ, अब कलेज र कोर्स चुज गर्नमा पनि एकदम इम्पोर्टेन्स त्यतिखेरै आउँछ के. साथीभाइ ओर पियर प्रेसरले कसैले कलेज र कोर्स चुज गर्दै हुनुहुन्छ भने, साथीले आइटी जाँदैछ म पनि आइटी जान्छु भन्यो भने त्यो आउने साथीलाई मेबी सो इजी. फर एक्जाम्पल 3 इयर्सको ब्याचलर्स कोर्स छ, उसले हाँसी खेली गर्छ बिकज यु डो नट ह्याभ एक्जाम्स भन्ने त छैन नि त उता त. पुरै तपाईँको एडमिट कार्ड लिएर एक्जाम सेन्टरमा जाने त्यस्तो खालको प्रेसरवाला त एक्जाम हुँदैन. सो इफ इट्स डुएबल, आफूलाई आउने सब्जेक्ट छ भने त्यो असाइनमेन्ट प्रोजेक्टहरू दिन्छ उहाँहरूले, त्यो इजिली सकिन्छ. सो इफ पियर प्रेसरमा नआएर आफूलाई मनबाट के चाहिँ म इन्ट्रेस्ट छ अरू कुन सब्जेक्टमा चाहिँ मलाई इन्ट्रेस्ट लागिरहेछ छैन भने अफकोर्स डु भिजिट अल दिस कन्सल्टेन्सिज, आफूले एक्सप्लोर गर्नु होइन. अनि त्यो 3 इयर्स अरू 2 इयर्सको मास्टर्स इजिली सकिन्छ कि.
सो एउटा कुरा चाहिँ त्यो भयो कोर्सको कुरामा चाहिँ आफूलाई जस्तो आउँछ त्यसरी नै त्यही कोर्सलाई चाहिँ प्रिपेयर भएर आउनुपर्ने हुन्छ र आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किनुपर्छ अब इजी हुँदैन भनेर चाहिँ आउनु इट्स भेरी गुड अपार्ट फ्रम द्याट अफकोर्स फर्स्ट टाइमर्स हुन्छ अब तपाईँहरू ब्याचलर सकेर मास्टर्सको लागि राख्नु भएको छ भने पनि एज ठुलो भएछ भने पनि इट विल बी द फर्स्ट टाइम यु स्टेपिङ आउट अफ यर कम्फोर्ट जोन आफ्नो कन्ट्रीभन्दा बाहिर गइराख्नु छ 12 सकाएको स्टुडेन्ट्सहरूलाई त झन् 16-17 इयर्स हुनुहुन्छ अफकोर्स इट बी डिफिकल्ट तर नेपाली स्टुडेन्ट्स or else any other international स्टुडेन्ट्सको लागि चाहिँ we do have a lot of support services. So for example, we have a dedicated student support who assess students with their application. First my application if त्यहाँ गएर गाह्रो भइरहेछ केमा अप्लाई गर्नु भएको छ सो एप्लिकेसन स्टार्ट भएदेखि ग्रेजुएसन नभएसम्म there are multiple student support. Also we have student peer support भन्ने पनि छ कि सो त्यस्तो स्टुडेन्ट सपोर्ट चाहिँ इट्स 24/7 ओपन हुन्छ इट्स अ फिजिकल अफिस पनि सो अनलाइनमा कसैलाई भन्ने इफ त्यस्तो कसैलाई इन्ट्रेस्ट छ दे डोन्ट वान्ट टु शो अप गएर कसैलाई हेल्प माग्न मन छैन भने अनलाइन पनि वी हेभ द्याट प्लेटफर्म नत्र चाहिँ वी हेभ डेजिग्नेटेड अफिस जुन चाहिँ 24/7 खुला हुन्छ इट कुड बी सो मेनी अदर रिजन होइन कसैलाई चाहिँ अब पढ्न आएको हुनसक्छ मेबी फाइनेन्सियली अलिकति गाह्रो भइरहेको हुन्छ घरमा त्यो कारणले कतिजना त ट्र्याकै लस गर्नुहुन्छ नि त आफ्नो पढाइभन्दा बढी काममा गइराख्नु छ क्लासेसहरू छुट्छ मिस हुन्छ इक्जाम्सहरू मिस हुन्छ त्यस्तो केसेसमा सो मेनी पिपल माइट अल्सो फाइट विथ मेन्टल हेल्थको इस्युजहरू सो त्यस्तो केसेसमा अरू असाइनमेन्ट बुझिरहेको छैन टिचरले पढाएको प्याटर्न बुझिरहेको छैन क्लासेसमा साथीभाइ भइरहेको छैन मेरो पढाइमा त ठिक छ तर मलाई एक्स्ट्रा करिकुलर एक्टिभिटिज पनि गर्न मन छ म खालि क्लासेसमा मात्रै बस्न चाहदिनँ आइ एम गुड एट सो मेनी अदर थिङ्स स्पोर्ट्समा इन्ट्रेस्ट छ एनिथिङ सो त्यस्तोको लागि पनि वी हेभ डेजिग्नेटेड अफिस कि जुन चाहिँ 24/7 खोल्या हुन्छ बिहान बेलुका एनी डे सो स्टुडेन्टहरू चाहिँ दे क्यान अलवेज रिच आउट देयर एकाडेमिक सपोर्टको लागि हुन्छ कि आफ्नो सर्भिसको लागि इङ्ग्लिस ल्याङ्ग्वेजको असिस्टेन्स चाहिरहेको छ कि अब यहाँ त आइएल्स पिटीमा कसरी स्कोर्स लिएर आउनुभयो तर उता गएर मेबी अलिकति गाह्रो हुनसक्छ टिचर्सले पढाएको अलिकति बुझ्न गाह्रो भइरहेछ ल्याङ्ग्वेजको ब्यारियर आइरहेछ यो पढेर म के बन्ने करियर नै चुज गर्न गाह्रो भइरहेछ एनिथिङ लाइफ इन सिडनी कुड बी डिफिकल्ट अफ कोर्स होइन सबैजनाको आफन्त हुन्छ भन्ने छैन कसैको नभए पनि एक्लै पनि इन्डिपेन्डेन्टली जानुहुन्छ सो यो सबैको लागि चाहिँ वी डु हेभ द्याट सपोर्ट सिस्टम एट युनिभर्सिटी इट्सेल्फ सो यस्तो डिफ्रेन्ट अफिसेस छ इङ्ग्लिस क्लासेसको लागि बुझ्न मन छ र आफ्नो मेन्टल हेल्थको डिस्कस गर्न मन छ आफूलाई करियरमा के गर्न मन छ सो वी हेभ डिफ्रेन्ट अफिसेस स्टुडेन्टलाई एनी टाइम दे निड सपोर्ट उनीहरू जहिले पनि दे आर अभाइलेबल सो या that is it. Thank you for the answer, ma'am. Hello, Bibekji. I think while 1 year's master ko lai which European country is best भनेर सोधिरहनु भएको छ सो आज चाहिँ हामीले युरोप होइन हामीले अस्ट्रेलियाको बारेमा कुरा गर्दैछौँ है सो इफ रिगार्डिङ अस्ट्रेलिया तपाईँलाई केही क्वेसन छ भने त्यो चाहिँ सोध्न सक्नुहुन्छ अरू तपाईँले यदि युरोपको बारेमा हो भने चाहिँ हामीलाई पर्सनली मेसेज गर्नु होला हामीले त्यहाँबाट रिप्लाई गर्न सक्छौँ हजुरलाई है सो म्याम अर्को एउटा क्वेसन सोध्न चाहे अब चाहिँ इन्टेकतिर जाउँ कति मान्छेहरूलाई चाहिँ थाहा नहुन पनि सक्छ कि अस्ट्रेलियाको स्पेसली युटिएस कलेजको इन्टेक्सहरू चाहिँ कहिले कहिले हुन्छ होइन सो युटिएस कलेजको मा एक वर्षमा कतिवटा इन्टेक्सहरू हुन्छ अनि अहिले अस्ट्रेलिया प्लान गरेको स्टुडेन्टले चाहिँ कुन रिसेन्ट इन्टेक चाहिँ टार्गेट गरेर स्टार्ट गर्दा सजिलो हुन्छ उहाँहरूलाई Okay. So, of course, universities are usually in Australia, they have 2 intakes. एउटा चाहिँ इयरको स्टार्टमा हुन्छ द्याट इज जनवरी फेब्रुअरीतिर हुन्छ होइन युजली एन्ड द नेक्स्ट इज द मिड अफ द इयर द्याट इज जुन जुलाईमा हुन्छ बट द गुड न्युज हियर इज युटिएस कलेजमा चाहिँ वी गट 3 इन्टेक्स एउटा चाहिँ फेबमा एउटा चाहिँ जुनमा अनि अर्को चाहिँ सेप्टेम्बर सो जस्ट इन केस कसैले फेब र जुन मिस गर्नुभयो भने 3rd इन्टेक पनि छ क्या सेप्टेम्बर सो द्याट यु डोन्ट ह्याभ टु वेट फर अनदर इयर सो यो 2026मा गरिराख्नु भएको कोही स्टुडेन्ट छ फर इक्जाम्पल यो लास्ट सेप्टेम्बर इन्टेक मात्रै भयो भने पनि यही इयर जान पाएँ त 2027 टच हुँदैन 2027 क्रस हुने बित्तिकै फर इक्जाम्पल जनवरी लाग्ने बित्तिकै अर्को एउटा इयर एड हुन्छ ग्यापमा होइन 2027 लागेपछि 1 इयर एक्स्ट्रा देखिन्छ सो इफ कसैलाई त्यस्तो भइरहेको छ लाइक यही इयरमा जानुपर्ने छ स्पेसली ग्रेड 12को स्टुडेन्ट्सहरूको चाहिँ युजली अस्ट्रेलियामा चाहिँ वी ओन्ली गिभ 1 इयर अफ ग्याप होइन त्यो पनि क्ल्यारिफिकेसन चाहिन्छ सो भेरिफाएबल छ भने 1 वर्ष ग्याप लिन मिल्छ 12 पास आउट स्टुडेन्टले चाहिँ सो त्यस्तो केसेसमा चाहिँ कसैको मे जुन पनि बिचको पनि सक्यो फेबमा त भ्याएन रिजल्ट आएको थिएन जुनको पनि डकुमेन्ट्स बनाउन टाइम लाग्यो भएन भने चाहिँ
हाम्रो चाहिँ थर्ड इन्टेक द्याट इज सेप्टेम्बरसम्म पनि छ. अब अहिले गर्ने स्टुडेन्ट्सहरूलाई चाहिँ अफकोर्स दिस इयर अलिकति अप्स एन्ड डाउन्स भइरहेछ. कतिजना दे आर भेरी स्केप्टिकल, हेजिटेन्ट पनि हुनुहुन्छ अस्ट्रेलिया गर्ने कि नगर्ने भनेर होइन. सो आई वुड लाइक टु रिमाइन्ड यु वान थिङ कि युनिभर्सिटिजहरू इफ टप लेभलमा छ, राम्रो युनिभर्सिटिजहरू छ भने हामीले डकुमेन्ट्सहरू चेक गर्ने, हामीले माग्ने डकुमेन्ट्सहरू अलिकति स्ट्रिक्ट, अरल्स हामीले चाहिँ चेक गर्ने तरिका चाहिँ विभ गट एडमिसन्स टिम्सहरूले चाहिँ एकदम स्ट्रिक्टली चेक गर्छ कि यु डोन्ट ह्याभ टु बी स्क्यार्ड कि जति राम्रोमा गऱ्यो भने रिजेक्सन हुन्छ भने अब डराउनु चाहिँ पर्दैन. अफकोर्स दो ह्याभिङ सेड द्याट कि हाम्रो भिजा ग्रान्ट रेट अलिक कम छ नेपालको, बट देन इफ यु अप्लाइङ फर अ गुड युनिभर्सिटी एन्ड देन आफ्नो रेलेभेन्ट कोर्स पनि हुनु पर्यो. युनिभर्सिटी राम्रो छ तर अब बिजनेसबाट आएको स्टुडेन्ट आइटी जानला छ, आइटीबाट आएको स्टुडेन्ट नर्सिङ जानला छ भने पनि कुड बी रिजेक्सन छैन. सो कोर्सको रेलेभेन्सी पनि देखिनु पर्यो. फर्स्ट थिङ आफूले चुज गरिरहेको युनिभर्सिटीको ऱ्याङ्क पनि राम्रो हुनु पर्यो र अदर देन द्याट आफूले प्रोभाइड गरिरहेको फाइनेन्सियल डकुमेन्ट्स, एसओपी, एनी अदर डकुमेन्ट्स, सपोर्ट गरिराख्नु भएको डकुमेन्ट्स पनि सुड नट बी फ्रडुलेन्ट. त्यो सबै जेन्युन छ भने चाहिँ अल्टिमेटली स्टुडेन्टको भिजा लाग्ने चान्सेस आर भेरी हाई. सो इफ हाम्रोमा अप्लाई गर्नुहुन्छ भने सेप्टेम्बरको लागि कुड बी अ लिटल लेट बिकज अहिले जुलाई भइसक्यो. अगस्टमा अप्लाई गर्दा गर्दै सेप्टेम्बरमा क्लासेस स्टार्ट हुन्छ. सो द नेक्स्ट इन्टेक आई वुड लाइक टु सजेस्ट यु इज 2027 को फेब्रुअरी एन्ड द एप्लिकेसन इज ओपन नाउ. अक्टोबर नोभेम्बरसम्म गर्नुभयो हुन्छ. सो एभ्री टाइम कुनै पनि इन्टेकमा अप्लाई गर्नु भइराख्नु भएको छ भने एटलिस्ट 2-3 मन्थ्स अगाडि चाहिँ स्टार्ट गरिसक्नुपर्छ प्रोसेस. 2-3 मन्थ्स अगाडि कन्सल्टेन्सी बुझ्न गएर स्टार्ट गर्न थाल्नुभयो भने त्यो इन्टेक मिस हुने चान्सेस आर भेरी हाई होइन. आजभोलि भिजा आउन पनि टाइम लागिरहेको छ. सो 1 मन्थ त भिजा आउँछ भनेर पनि अगाडि राख्नु पर्यो. त्योभन्दा अगाडि डकुमेन्टेसन सकाउनु पर्यो. सो एट युटिएस कलेज द नेक्स्ट इन्टेक इज 2027 को फेब्रुअरी एन्ड इफ यु अप्लाइङ बाई अक्टोबर नोभेम्बरसम्म चाहिँ सबै डकुमेन्टेसनहरू रेडी भएर चाहिँ अप्लाई गर्नुपर्छ. सो या द्याट्स वाट वी हेभ 3 इन्टेक्स. द्याट्स द प्लस पोइन्ट. अघि म्यामले भन्दै हुनुहुन्थ्यो कि अब +2 स्टुडेन्टहरूको लागि चाहिँ 1 इयरको ग्यापसम्म एक्सेप्टेबल हुन्छ भनेर. सो वाट अबाउट मास्टर्स म्याम? सो कोही स्टुडेन्टले ब्याचलर सकाउनु भएको छ, मास्टर्सको लागि एप्लाई गर्न खोजिरहनु भएको छ भने चाहिँ लाइक म्याक्सिमम कति इयर्सको ग्यापसम्म चाहिँ अस्ट्रेलियाले एक्सेप्ट गर्छ? अस्ट्रेलियाले नै भन्दाखेरि चाहिँ अस्ट्रेलियामा चाहिँ अब मास्टर्स अप्लाई गर्ने स्टुडेन्टको एज एउटा चाहिँ लिमिटेसन छ होइन. यु सुड नट बी मोर देन 32 or 33 इयर्स ओल्ड हुनु हुँदैन भन्छ. अब कलेजमा चाहिँ अब कसैले ब्याचलर्स छिटै सकाएको छ अनि स्टिल 32 भएको छैन भने त 8, 10, 12 इयर्स पनि ग्याप हुनसक्छ. इट डिपेन्ड्स अपन डिफ्रेन्ट कलेजेस. तर एज चाहिँ उनीहरूले हेर्छ. सो 32 भन्दा माथि भयो भने चाहिँ मास्टर्सको लागि इट्स नट एलिजिबल. अब कसैले 20 मै ब्याचलर्स सकाउनु भएको छ त यु स्टिल गट 10, 12 इयर्स होइन. त्यति 12 वर्षमा जहिले अप्लाई गर्दा पनि हुन्छ. कसैले ब्याचलर्स नै 27, 28 मा सकाउनु भएको छ भने यु गट ओन्ली 4-5 इयर्स. सो त्यसरी एज लिमिटेसन चाहिँ छ. हाम्रो केसेसमा पनि वी डु एक्सेप्ट ग्याप इयर्स अब 3, 4, 5, 8. ह्याभिङ सेड द्याट ग्याप क्लारिफिकेसन चाहिँ हुनु पर्यो. यत्तिकै ग्यापमा बसेको थिएँ भन्नु भएन. ब्याचलर्स पढेको स्टुडेन्टलाई प्लस पोइन्ट के छ भने यु अलरेडी हेभ अ डिग्री इन यर ह्यान्ड. सो ब्याचलर्स डिग्री छ हातमा. सो मैले चाहिँ एक्सपिरियन्सको लागि, एक्सपोजरको लागि काम गरिरहेको छु, बाहिर गएर आएँ. एनिथिङ कुड बी यर आन्सर. तर केही हुन चाहिँ पर्छ. ग्याप लिन चाहिँ पाइन्छ ब्याचलर्स पढ्ने स्टुडेन्टले, तर विथ प्रपर डकुमेन्टेसन र रेकर्डमा हुनु पऱ्यो कि त्यो ग्याप चाहिँ कसरी युटिलाइज गरेँ. बिकज यु बिङ अ स्टुडेन्ट फ्री भएर बिताएँ, घुमेर बिताएँ यसरी भन्नु भएन. इदर यु सुड बी स्टडिङ, वर्किङ, इन्टर्नसिप अर केहीमा चाहिँ इङ्गेजमेन्ट देखाउनुपर्छ ग्याप इयर्समा. एन्ड एज फार एज आइम चाहिँ ग्याप इयर्स चाहिँ हाम्रो चाहिँ एज लिमिटेसन 32 नभएसम्म चाहिँ वी डु एक्सेप्ट एनी एप्लिकेसन. हजुर म्याम. सो अर्को क्वेसन एउटा आएको छ कि हाउ अबाउट अ डबल मास्टर डिग्री भनेर छ. सो मास्टर्स पढिसक्नु भएको स्टुडेन्टले चाहिँ अब युटिएस युनिभर्सिटी र कलेज छ होइन. सो इफ डबल मास्टर्स गर्ने स्टुडेन्ट हो भने चाहिँ सुड बी अब त्यो चाहिँ अलिकति ट्रिकी हुनसक्छ एउटा केसमा. मास्टर्स इन फर एक्जाम्पल लेट्स से इन्जिनियरिङ अघिकै कुरा गरौँ न. इलेक्ट्रिकल इन्जिनियरिङमा मास्टर्स सकाइसक्नु भएको छ भने देयर इज नो पोइन्ट अफ स्टडिङ अगेन मास्टर अफ इलेक्ट्रिकल इन्जिनियरिङ होइन. युनिभर्सिटीमा फेरि त्यो पढेर त पोइन्ट छैन. अब इलेक्ट्रिकल इन्जिनियरिङ पढिसके त्यो सँगै के कम्बाइन गर्न मिल्छ त भनेर अर्को कुनै डिग्री चुज गर्नुभयो भने अफकोर्स इट इज एन अप्सन. रिस्क भन्ने हुँदैन. बट दे वुड आस्क यु यत्रो पैसा खर्च गरेर 2 इयर्स अफ यर लाइफ वाइ वुड यु वान्ट टु स्टडी मास्टर्स अगेन भन्ने क्वेसन त सोध्छ नि. पहिला पढेको मास्टर्समा तिमीले के ल्याक गर्यौ र अनि वाट आर यु थिङ्किङ कि युटिएसले के चाहिँ दिन्छ त त्यो सेकेन्ड मास्टर्स पढेर चाहिँ के चाहिँ एक्स्ट्रा बेनिफिट्स छ भनेर क्वेसन सोध्छ. स्टुडेन्ट सुड बी रेडी फर द इन्टरभ्यू. अर्को कुरा चाहिँ
युटिएस कलेजमा जाने हो भने चाहिँ अब युनिभर्सिटीमा नगएर कलेजबाट जाने हो भने चाहिँ कलेजमा यसै पनि हामी जो स्टुडेन्टले डिरेक्ट मास्टर्स जान नसकिरहेको स्टुडेन्टलाई हो नि त कलेजमा अप्सन त डाइरेक्ट उसको मार्क्स पुगेन अर फाइनेन्सियली विक भएको आइएल्समा कम भइरहेछ त्यस्तो स्टुडेन्टहरू कलेजबाट जाने हो अब मास्टर्स पढिसकेको स्टुडेन्ट फेरि कलेजमा गयो भने त डिमोसन देख्छ होइन डिरेक्ट मास्टर्स सकाइसकेको स्टुडेन्ट फेरि कलेजबाट जान लागेको भन्ने हुन्छ नत्र चाहिँ अप्सन चाहिँ छ बट द थिङ इज दे आस्क यु क्वेसन कि तिमीले पढिसकेको मास्टर्समा चाहिँ तिमीले के पाएनौ र वाट आर यु सर्चिङ फर यर नेक्स्ट मास्टर्सको डिग्री एन्ड इट सुड बी अ भेरी भ्यालिड एकदम सलिड रिजन हुनु पऱ्यो सो द्याट वी थिङ्क कि ओके तिमीले पढेको मास्टर्सले यो फुलफिल गरेन एन्ड आइम प्रिटी स्योर युटिएस कलेजमा चाहिँ तिमीले यो पाओस् भनेर चाहिँ वी वुड ग्रान्ट द्याट सो इट इज नट अ प्रब्लम तर स्टुडेन्टलाई आन्सर चाहिँ थाहा हुनु पऱ्यो अब पढिसके के गर्ने जानलाई केही अप्सन छैन सो त्यसैले डबल मास्टर्स गरिदिन्छु एटलिस्ट जान त पाउँछ नि भन्ने खालको चाहिँ हुनु भएन रिजन इट सुड बी भेरी सलिड र आफ्नो कोर्ससँग मिल्दोजुल्दो के चाहिँ उसलाई पुगेन र ही or सी वान्ट्स टु गो फर अ डबल मास्टर्स त्यो रिजन चाहिँ हामी सोध्छौँ र स्टुडेन्ट हेज टु एन्सर एन्ड इट वुड बी एन इन्टरभ्यू सो त्यो चाहिँ एउटा रिजनिङको सहित हो भने चाहिँ अफकोर्स यु आर भेरी वेलकम टु डु यर डबल मास्टर्स एज वेल थ्याङ्क यू फर द एन्सर म्याम सो आई थिङ्क कतिजनाले भर्खरै पनि जोइन भएको मैले देखिरहेको छु सो कतिजनालाई थाहा छैन भने हामीले के बारेमा कुरा गरिरहेछौँ भनेर थाहा छैन भने वी आर टकिङ अबाउट स्टडिङ इन अस्ट्रेलिया आजको लाइभ सेसन चाहिँ अस्ट्रेलियाको बारेमा छ अस्ट्रेलियाको पनि स्पेसिफिक युटिएस कलेजको बारेमा छ सो हजुरसँग केही क्वेसन्सहरू छ रिगार्डिङ कलेज अस्ट्रेलियाको बारेमा भने चाहिँ हजुरले डाइरेक्टली हामीलाई मेसेज गरेर आई मिन कमेन्ट गरेर हामीलाई सोध्न सक्नुहुन्छ हामीसँग चाहिँ अहिले कलेजबाट रिप्रेजेन्टेटिभ हुनुहुन्छ मिस रबिश्मा आर्यल शाह मार्केटिङ एन्ड रिक्रुटमेन्ट अफिसर एट युटिएस कलेज सो उहाँसँग डाइरेक्टली हजुरले क्वेसन सोध्न सक्नुहुन्छ है सो यो चान्स चाहिँ प्लिज मिस नगर्नु होला केही मनमा आएको क्वेसन्सहरू छ भने चाहिँ हजुरले सोध्न सक्नुहुन्छ है म्याम मैले हजुरलाई अर्को एउटा क्वेसन सोध्न चाहेँ है सो अब चाहिँ एकाडेमिक्सको कुरा गरौँ सो धेरै स्टुडेन्ट्सहरूको पर्सेन्टेज जिपिए भनौँ अहिले चाहिँ त्यो फरक हुन जान्छ सो कसैको चाहिँ अब हाई हुन्छ कसैको एभरेज पनि भइरहेको हुन्छ सो युटिएस कलेजमा चाहिँ एडमिसनको लागि मिनिमम रिक्वायरमेन्ट मिनिमम जिपिए चाहिँ कति हुन जान्छ ओके सो एकाडेमिक रिक्वायरमेन्ट अफकोर्स कोर्स वाइज भेराइज पनि गर्छ होइन डिफ्रेन्ट कोर्स छ भने डिफ्रेन्ट चाहिन्छ फर एक्जाम्पल मेडिकल हो भनेहरूको चाहिँ स्ट्रिक्टली उनीहरूले चेक गर्ने हुन्छ एकाडेमिक पनि हाई हुनु पऱ्यो आइएल्स पिटी पनि त्यतिकै इक्वली हाई हुनुपर्छ बट एट युटिएस कलेज चाहिँ हाम्रो अल द फ्याकल्टीको लागि इट्स गोइङ टु बी द सेम सो 12 ग्रेजुएट भएको स्टुडेन्ट्स हुनुहुन्छ र कोही ब्याचलर्सको लागि जाँदै हुनुहुन्छ भने चाहिँ युटिएस कलेजमा वी डु एक्सेप्ट 2.6 सम्म इफ कसैको 2.2 सम्म पनि आएको छ भने विल गिभ देम एक्स्ट्रा एउटा फाउन्डेसन इयर भन्ने हुन्छ कि सो त्यसमा चाहिँ 6 to 8 months पढ्ने एन्ड देन द स्टुडेन्ट विल स्टार्ट द ब्याचलर्स फर्स्ट इयर कसैको 2.2 एज लो एज 2.2 सम्म आएको छ भने अदरवाइज 2.6 एन्ड अबभले मजाले फर्स्ट इयरदेखि नै पढ्न पाउँछ एन्ड फर ब्याचलर स्टुडेन्ट कसै चाहिँ को स्टुडेन्ट ब्याचलर्स कम्प्लिट हुनुभएको छ भने चाहिँ युटिएस कलेजमा चाहिँ वी डु एक्सेप्ट स्टुडेन्ट जसले कम्प्लिट मात्रै गर्नुभएको छ इट कुड बी 3 yearsको ब्याचलर्स अर एल्स 4 yearsको ब्याचलर्स कम्प्लिट हुनु पऱ्यो एन्ड देन इफ ग्याप छ भने ग्यापको क्ल्यारिफिकेसन पनि चाहियो हामीलाई के कुराले ग्याप भइरहेको थियो के गर्दै हुनुहुन्थ्यो अदरवाइज जस्ट पास हुनुहुन्छ भने ब्याचलर्समा पनि we do accept it at UTS College. So, and what about IELTS and PTE? So, yeah, student can submit actually IELTS, PTE, TOEFL or else any other accepted English test in Australia. IELTS गर्दै हुनुहुन्छ भने चाहिँ we do require each band 6. अब कुनैमा 5.5 आएको छ एउटामा भन्यो भने पनि we will accept it but it should not be writing. राइटिङमा बाहेक कुनै अरूमा 5.5 आयो भने पनि हामी एक्सेप्ट गर्छौँ just like PTE मा चाहिँ 54 each band 54 overall 54 automatically भइहाल्छ so this is the requirement for any courses bachelor's जाने स्टुडेन्टलाई पनि त्यही हो तपाईँको मास्टर्समा जाने स्टुडेन्टको लागि पनि त्यही हो एटलिस्ट 6 overall each band चाहिन्छ र यता चाहिँ 54 in PTE Thank you for the information, ma'am. So, यादवजीले सोधिरहनु भएको छ कि म्याम अस्ट्रेलियाको लागि के कस्तो छ प्रोसेस भनेर सो एउटा स्टुडेन्ट जसलाई चाहिँ केही पनि थाहा छैन भर्खरै +2 दिएर बस्नु भएको छ सो उहाँको लागि चाहिँ एकचोटि हजुरले बुझाइदिनुहुन्छ कि अस्ट्रेलियाको स्टार्टिङ इनिसियलदेखि अब जुन त्यो भिजा डिसिजनसम्मको जुन होल प्रोसेस छ त्यसलाई चाहिँ एकचोटि एक्सप्लेन गरिदिनु होला अफकोर्स सो आई नो अहिले अब कतिजना स्टुडेन्टलाई थाहा नभएर अस्ट्रेलियाको लागि पनि I'll give you advice of course अनि कतिजना चाहिँ अस्ट्रेलिया थाहा छ अब अहिले कस्तो सिनेरियो चलिरहेको छ
कन्सर्न भइराख्नु भएको छ भिजा चेन्जेसहरू कुराले गर्दाखेरि सो त्यो पनि इट्स कम्प्लिटली अन्डरस्ट्यान्डेबल सो आई वुड लाइक टु सजेस्ट स्टुडेन्टलाई चाहिँ नट टु लुज होप अफकोर्स अस्ट्रेलियाको यो रुमर्सहरू कति धेरै छ भिजा ग्रान्ट्सहरूको कुराले गर्दाखेरि बट ओभरअल अस्ट्रेलिया इज अ भेरी what do you call very safe country and internationally very recognized universities are पनि available छ as I mentioned हामी आफै top 100 in the world नै छौँ भने there are so many other universities हैन जुन चाहिँ I think top 100 मा I think there are 10 to 12 universities एकदम राम्रो world भरिको one of the bestest universities पनि अस्ट्रेलियामा छ and why you should choose Australia is because of the safe and very sound environment multicultural छ you would not face अब coming from a very backward country हामी South Asia त्यसबाट पनि नेपालबाट आउँदैछौँ of course we'll have identity crisis हैन हामी कसरी कहाँबाट हुर्किरहेको छौँ कसरी एडजस्ट गर्ने ठुलो युनिभर्सिटी ठुलो कन्ट्री छ सिटिजहरू नै कत्रो ठुलो छ you'll have to speak English on top of that कसरी सस्टेन गर्ने भइरहेछ भने if you're looking for Sydney could be one of the bestest city भन्छु म चाहिँ किनभने सिडनी चाहिँ अब हामी युनिभर्सिटी चाहिँ सिडनीमा छौँ अफकोर्स सो सिडनी इज अस्ट्रेलियाको लार्जेस्ट बिजनेस हब होइन अफरिङ एक्सलेन्ट इम्प्लोइमेन्ट अपर्च्युनिटिज एन्ड एकाडेमिक सपोर्ट सो कोही स्टडीको लागि जान लाग्छ भने अफकोर्स तपाईँहरू आज ग्रेजुएसन गरेर लेट्स से आज ग्रेजुएसन सेरेमनी भयो आफ्नो ग्रेजुएसन ह्याट उडाएर भोलि नै फर्किने नेपाल त कोही पनि हुँदैन अफकोर्स दे विल स्टे देयर फर कपल अफ इयर्स सो त्यो कपल अफ इयर्समा चाहिँ राम्रो एक्सपोजर पाउनुलाई राम्रो ठाउँमा अफकोर्स इम्प्लोइमेन्ट अपर्च्युनिटिज खोज्नु नै हुन्छ होला त्यो सबैको लागि चाहिँ सिडनी कुड बी वान अफ द बेस्टेस्ट प्लेस वर्ल्डको वान अफ द सेफेस्ट सिटी फर इन्टरनेसनल स्टुडेन्ट्समा पनि पर्छ सिडनी मल्टिकल्चरल कम्युनिटी द्याट इज रेसिजम अर बुलीको क्वेसन नै उठ्दैन कमिङ फ्रम अ ब्याकवर्ड कन्ट्री अर एसियन कन्ट्री भनेर मान्छेले हेप्ने कति धेरै कन्ट्रिजमा यस्तो अभाइलेबल छ लाइक स्टिल प्रेभलेन्ट छ कि यो हेर्दाखेरि सानो कुरा लागिरहन्छ बट देन कुड बी अ बिग प्रब्लम जसले चाहिँ फेस गरेर आउँछ नि सो यस्तो सानो कुराहरू प्रब्लम्सहरू हुँदैन द अदर थिङ इज वेदर अब वेदरको कुरा गर्दाखेरि पनि अब यहाँबाट जाने मान्छे जस्तो पनि वेदरमा बसिहाल्छु जस्तो लाग्छ हामीलाई चाहिँ बट इफ इट्स टु हट यहाँ नेपालमा बसिरहेको यहाँ त अब मोडरेट नै छ क्लाइमेट गर्मीमा गर्मी जाडोमा जाडो त्यस्तो छ कुनै कन्ट्रिज कुड बी एक्सट्रिम चिसोमा एकदम चिसो कहिले नदेखेको हिउँ लाइक फर 6 months नै हिउँने पर्ने काम साम जान कलेज जान अप्ठ्यारो हुने घामै नदेख्ने त्यस्तो पनि सिटिजहरू छ गर्मीमा एकदम गर्मी स्टुडेन्ट्सहरूले खप्नै नसक्ने काम कलेजमा ध्यानै जान नसक्ने डिहाइड्रेट भएर सेक हुने त्यस्तो पनि सिटिज कन्ट्रिजहरू छ तर अस्ट्रेलिया चाहिँ ओभरअल क्लाइमेट वाइज वेदर टेम्परेचर पनि एकदम मोडरेट छ स्पेसली फर अस नेप्लिज हामी जस्तै मिल्दोजुल्दो छ त्यहाँको टाइमिङ डिफ्रेन्स धेरै छैन इफ कोही आफ्नो परिवारबाट फ्यामिलीबाट फर्स्ट टाइम टाढा जाँदै हुनुहुन्छ भने टाइमको डिफ्रेन्स पनि त्यति धेरै छैन लाइक एक दिन पर 12-15 आवर्सको डिफ्रेन्स हुन्छ कति धेरै कन्ट्रिजमा यहाँ त 4 to 5 आवर्स म्याक्सिमम हो सो डिफ्रेन्स छैन वेदर टेम्परेचरको सबै सेफ छ सराउन्डिङ इभन आफ्टर मिडनाइट जानुहुन्छ भने इट्स वान अफ द सेफेस्ट कन्ट्री सो यो सबै कुराले चाहिँ अस्ट्रेलियालाई पपुलर बनाउँछ अफकोर्स स्टडिजको लागि इम्प्लोइमेन्ट अपर्च्युनिटिजको लागि इट्स अलवेज वान अफ द बेस्ट सो यो पनि एउटा इम्पोर्टेन्ट थिङ छ सो यो सबै इजी चाहिँ कहिले हुन्छ भन्दाखेरि चाहिँ इफ यु चुजिङ आफूलाई मनपर्ने कोर्स र राम्रो युनिभर्सिटी अब युनिभर्सिटी र कोर्स चाहिँ राम्रो छैन भने चाहिँ जति नै अस्ट्रेलिया राम्रो छ भने चाहिँ स्टुडेन्टले दुःख पाउन सक्छ इफ द युनिभर्सिटी इज नट गुड अर एल्स आफूले भनेको कोर्स पढिरहेको छैन साथीले भनेर लैमा कसैले डिफ्रेन्ट कोर्स चुज गरिरहेछ भने उसलाई त्यो लाइफ पनि कुड बी भेरी डिफिकल्ट क्लास जान नमन लाग्ने लेक्चर्सहरू अटेन्ड गर्न नमन लाग्ने असाइनमेन्ट्सहरूमा ध्यान नदिन सक्ने के गरिरहेको छु के बन्ने करियरमा थाहा छैन यस्तो पनि प्रब्लम हुनसक्छ सो फर्स्ट थिङ इज आफूले चुज गर्ने कलेज र कोर्स चाहिँ एकदम आफूलाई आउने र कन्फिडेन्ट हुनु पर्यो अपार्ट फ्रम द्याट अस्ट्रेलिया हेज अ लट टु अफर फर इन्टरनेसनल स्टुडेन्ट्स त्यसमा चाहिँ ढुक्क भएर जानुपर्छ यु मस्ट हेभ हर्ड अ लट अफ स्टोरिज नेपालबाट जाने स्टुडेन्ट्सहरूको दुःख पनि सुन्नुभयो होला अस्ट्रेलियाको बट इन दि एन्ड दे आर एक्चुली अर्निङ दे आर लिभिङ द लाइफ कोही पनि फर्केर आउँछु अस्ट्रेलिया लाइक सेक्रिफाइसै गरेर आउँछु त्यहाँको लाइफ एकदम गाह्रो छ यसरी भनेर आउँदैन कि अल्टिमेटली आफ्टर वान्स यु डन विथ यर डिग्री अपर्च्युनिटिज त एकदमै धेरै छ द्याट्स वाइ अस्ट्रेलिया इज भेरी पपुलर जति नै स्ट्रिक्ट भइरहेछ जति नै भिजा लागिरहेको छैन भने पनि स्टुडेन्ट चाहिँ यसरी अस्ट्रेलिया ट्राई गरिहालौँ न भन्ने चाहिँ त्यही एउटा रिजन हो बिकज इट इज वान अफ द बेस्ट सिटी फर यर स्टडिज एकाडेमिक सपोर्ट र इम्प्लोइमेन्ट फ्युचरको लागि पनि वान अफ द बेस्टेस्ट country in the world पनि छ that's why so I would like you to know more get more information about Australia before just denying होइन अब हल्ला सुनेर रुमर्सहरूकै भरमा लाग्दैन रहेछ अहिले यस्तो गाह्रो छ भनेर होइन कि राम्रो युनिभर्सिटी चुज गर्नुहुन्छ अफकोर्स लागिरहेछ भिजा यु क्यान सी भिजा कम मान्छेको लागिरहेछ तर एकचोटि हेर्नुभयो भने कस्तो युनिभर्सिटीमा लागिरहेछ
के कोर्समा लागिरहेछ भन्यो भने चाहिँ राम्रो राम्रो टप युनिभर्सिटिजमै लागिरहेछ कोर्सहरू उनीहरूले आफ्नै मिल्दोजुल्दो चुज गरिरहेछ रेलेभेन्ट कोर्स चुज गरिरहेछ अफकोर्स भिजा लागिरहेछ सो दिस इज वाट अस्ट्रेलिया हेज टु अफर अफकोर्स स्ट्रिक्ट त गर्नुपर्छ बिकज अ लट अफ स्टुडेन्टले मिसयुज पनि गर्छ अस्ट्रेलियालाई होइन अरल्स त्यहाँ पाउने अपर्च्युनिटिजलाई भिजा पाइहाल्छ म काम गरिहाल्छु भन्ने हुन्छ तर इफ राम्ररी युटिलाइज गर्नुभएको छ एकदमै मिसयुज नगरिकन अस्ट्रेलियन गाइडलाइन्सहरू फलो गरिराख्नु चाहिँ अफकोर्स भिजा लाग्ने चान्सेस पनि छ एन्ड आई विल अल्सो ग्यारेन्टी यु विल ह्याभ अ बेटर फ्युचर एज कम्पेयर टु एनी अदर कन्ट्री इन द वर्ल्ड अस्ट्रेलिया चाहिँ त्यस्तो सेफेस्ट छ फर यर स्टडिज एन्ड यर फ्युचर प्रस्पेक्ट पनि Ma'am, so talking about UTS college, UTS college को visa acceptance rate अहिलेको scenario मा चाहिँ कस्तो छ? So it was always been 90% and above. So rejection भन्ने कुरा चाहिँ हाम्रोमा एकदम rare छ. For example, from Nepal. So it's been more almost 3 years. I've been working with UTS college. So Nepalबाट rejection almost I think एउटा दुईटा rejection छ होला all in this 3 years. Rejection कस्तो केसेसमा हुन्छ नि if the student has actually provided us very fraudulent documents छ अनि हामीलाई थाहा नभइकन त्यस्तो गर्नुभएको छ भने मात्र अदरवाइज आवर एडमिसन्स इज भेरी स्ट्रिक्ट सो हामीलाई कुनै डकुमेन्टसित बुझिरहेको छैन भने भिजाको प्रोसेससम्म हामी जान पनि दिँदैनौँ बिकज एकचोटि रिजेक्सन भयो भने अफकोर्स इट्स गोइङ टु बी इन यो इमिग्रेसनको हिस्ट्री सो फर द नेक्स्ट 10 years नै अस्ट्रेलियाको रिजेक्टेड भनेर रिफ्लेक्ट गर्छ भिजामा सो त्योसम्म त्यो प्रोसेससम्म पुग्दै नपुगोस् भनेर चाहिँ हाम्रो एडमिसन टिमले पहिले नै वार्न गरिदिइहाल्छ इफ डकुमेन्ट्स पुगिरहेको छैन डकुमेन्ट्स आर नट जेन्युन डकुमेन्ट्स हामीलाई चित्त बुझेन फ्रड लागिरहेछ अरल्स अरू केही थप्नुपर्ने छ भन्यो भने चाहिँ सकेसम्म विल मेक द स्टुडेन्ट गिभ देयर 100% फाइनेन्सियल डकुमेन्ट्सको लागि एसओपीको लागि जबसम्म युनिभर्सलाई चित्त बुझ्दैन तबसम्म हामीले पनि हतार हतारमा भिजा लन्च गरिहाल्यो रिजेक्ट भयो हुन्छ ग्रान्ट भयो हुन्छ भन्ने स्टेपमा हामी पनि लग्दैनौँ कि सो इट्स अलवेज बिन मोर देन 90% rejection is very less on top of that it's a level 1 university so level 1 university rejection are very less in the market यो चाहिँ रिसर्च गर्न जानुपर्छ स्टुडेन्टहरूले पनि आफूले अप्लाई गरेको कलेजको लेभल कति छ कुन र्याङ्कमा छ त्यस्तो भयो भने अटोमेटिकली भिजा अफिसरले हेर्ने तरिका पनि फरक हुन्छ के सो यस्तो राम्रो युनिभर्समा पढ्न गइरहेछ यस्तो युनिभर्समा इन्भेस्ट गरिकन यस्तो सो वाट एभर डिग्री यो चुजिङ यो पढ्न लाग्छ भने अफकोर्स स्टुडेन्ट फ्रड त हुँदै हुँदैन नि न त जस्ट तपाईँलाई माइग्रेट मात्रै गर्न मन छ अस्ट्रेलिया मात्रै एन्टर गर्न मन छ नि यु क्यान चुज एनी सानो कलेजेस युनिभर्सिटिजहरू होइन सो इफ यु इन्भेस्टिङ इन अ गुड युनिभर्सिटी भिजा अफिसरको हेर्ने ओपिनियन वा पर्सपेक्टिभ पनि चेन्ज हुन्छ कि ओके इफ यु चुजिङ यस्तो राम्रो युनिभर्सिटी अफकोर्स स्टुडेन्ट त जेन्युन हो पढ्नै जान्ला होला भनेर पनि चेन्ज हुन्छ कि सो द्याट इज हाउ वी टेकिङ इट एन्ड रिजेक्सन इज अलमोस्ट भेरी लेस एज कम्पेयर टु एनी अदर युनिभर्सिटिज Thank you for the information, ma'am. So, जस्तै अब स्टुडेन्टले म्याम होइन युनिभर्सिटी चुज गर्न सँगसँगै होइन उनीहरूले चाहिँ अब स्कलरसिपको बारेमा पनि रिसर्चहरू चाहिँ गर्छ कि कुन युनिभर्सिटीमा मैले धेरै स्कलरसिप पाउँछु भनेर सो टकिङ अबाउट युटिएस कलेज सो युटिएस कलेजमा स्कलरसिपको चाहिँ के कस्तो छ स्टुडेन्ट्सहरूको लागि It is one of the most awaited topic पनि होला आजको लाइभ सेसनमा अफ कोर्स स्कलरसिपको बारेमा प्रायले बुझ्न खोज्नुहुन्छ सो वान थिङ आई वुड लाइक टु क्लियर इज अस्ट्रेलिया चाहिँ तपाईँको स्कलरसिप ड्रिभन मार्केट होइन लाइक स्कलरसिप दिन्छु अनि स्टुडेन्ट आउँछ हामी कहाँ भन्ने खालको कन्ट्री नै होइन कि इन जेनरल सो अनलाइक एनी अदर कन्ट्रिज तपाईँले नर्थ अमेरिकामा हेर्नुहुन्छ होला एकदमै धेरै धेरै अमाउन्ट अफ स्कलरसिप दिइरहेको हुन्छ सो द्याट स्टुडेन्ट आओस् अरू उनीहरू अट्र्याक्ट होस् त्यहाँ भनेर सो अस्ट्रेलियामा चाहिँ स्कलरसिपले मात्र अट्र्याक्ट भइरहेको छैन कि स्टुडेन्ट त्यहाँको लाइफस्टाइलदेखि लिएर त्यहाँको वर्किङ कल्चर इम्प्लोइमेन्ट अपर्च्युनिटिज कति धेरै कुरा छ अट्र्याक्ट गर्नले स्कलरसिप मात्रै दियो भने अस्ट्रेलिया जान्छ भन्ने छैन स्कलरसिप नपाउँदा पनि त्यहाँ प्लेन्टी अफ स्टुडेन्ट्सहरूले अस्ट्रेलिया जान अप्लाई गरिराख्नु भएको छ होइन अफर मात्रै आए पनि पुग्छ भिजा मात्रै आए पनि पुग्छ भन्ने स्टुडेन्ट पनि हुनुहुन्छ बट एट युटिएस कलेज वी डु हेभ स्कलरसिप सो अहिलेको लागि चाहिँ वी डु गेभ 8,000 स्कलरसिप टु इन्टरनेसनल स्टुडेन्ट्स तर वी अल्सो हेभ 50% र 100% स्कलरसिप सो 50% नै स्कलरसिप अप्लाई गर्नको लागि ओर 100% नै अप्लाई गर्नको लागि चाहिँ स्टुडेन्ट हेज टु सिट फर एन इन्टरभ्यू त्यो इन्टरभ्यू चाहिँ उहाँको डिपार्टमेन्टकै मान्छेले लिनुहुन्छ फर इक्जाम्पल जेनरल इन्टरभ्यू त अब वाइ अस्ट्रेलिया किन जानलाको वाट इज यर फ्युचर एम वाट इज यर करियर गोइङ टु बी लाइक तिमी नेपाल फर्किन्छौ कि फर्किँदैनौ यस्तो बेसिक हुन्छ नि त इन्टरभ्यू बट यु लुकिङ फर 50% स्कलरसिपहरू 100% स्कलरसिपको लागि पनि अप्लाई गर्ने कोही पोटेन्सियल स्टुडेन्ट हुनुहुन्छ भने उनीहरूलाई चाहिँ फ्याकल्टी रिलेटेड लाइक वाइ डिड यु चुज दिस कोर्स यही कोर्समा तिमीले के एम देखिरहेछौ वाट इज द फ्युचर यो पढेर के बन्ने एनिथिङ एन्ड एभ्रिथिङ अबाउट इन डिटेल अबाउट द कोर्स चाहिँ थाहा हुनुपर्छ
because sometimes यो चाहिँ स्कोर्सले मात्रै अल्सो एकाडेमिक्सले मात्रै हुँदैन कुड बी ब्याचलर्समा कसैको एक्जाम बिग्रिया हुनसक्छ बिराम भएर स्कोर्स कम आएको हुनसक्छ कतिजना एब्सेन्ट भएको हुनसक्छ पर्सनल रिजनले त्यो गर्दा पनि स्कोर्स कम आएको हुन्छ नि त तर इफ यु क्यान डु इट वेल इन द इन्टरभ्यू यु क्यान स्टिल गेट द 50 and 100% स्कलरसिप सो इफ कसैलाई लाग्छ कि स्कोर्सले मात्रै हो भने चाहिँ त्यस्तो होइन स्कोर्सले मात्रै पाउने भनेको चाहिँ त्यही हामीसँग पाउने भनेको बेसिक 8,000 स्कलरसिप हो बट इफ यु थिङ्क तपाईँहरू चाहिँ केपेबल हुनुहुन्छ स्कोर्स पनि राम्रो छ मलाई त्यो आफूले रिलेटेड पढ्न लागेको कोर्सको बारेमा इन डिटेल नलेज पनि छ रिसर्च पनि राम्रो गर्नुभएको छ भने डु अप्लाई फर 50% or 100% स्कलरसिप पनि द ओन्ली थिङ यु हेभ टु डु इज सिट फर एन इन्टरभ्यू एउटा एक्स्ट्रा they'll ask you about your course, your future goals. And out of all these students, तिमीलाई नै किन choose गर्ने त you should be telling something unique thing about you. तपाईँको unique selling point चाहिँ के हो त out of all the students तपाईँले why are you deserving भन्ने questionको answer दिन सक्नुभयो भने the student can also get 50 and 100% scholarship at UTS College. Thank you for the information, ma'am. So भर्खरै मैले देखिरहेको छु कतिजना नयाँ स्टुडेन्टहरूले नयाँ भ्युअर्सहरूले जोइन गर्नुभएको छ सो कतिजनालाई थाहा छैन होला हामीले के बारेमा कुरा गरिरहेछौँ भने अहिले चाहिँ हामीले स्टडी इन अस्ट्रेलियाको बारेमा कुरा गरिरहेछौँ स्टडी इन अस्ट्रेलिया पनि स्पेसिफिक युटिएस कलेजको बारेमा कुरा गरिरहेछौँ र युटिएस कलेजबाट हामीसँग रिप्रेजेन्टेटिभ हुनुहुन्छ सो डाइरेक्टली हजुरलाई केही क्वेसन छ भने चाहिँ हजुरले उहाँसँग अहिले सोध्न सक्नुहुन्छ है सो यो चाहिँ एकदम तपाईँहरूको लागि एकदम राम्रो अपर्च्युनिटी हो किनभने आई नो तपाईँहरूले गुगल गर्नुहुन्छ टिकटकहरूमा हेर्नुहुन्छ र कति कुराहरू चाहिँ तपाईँलाई रेलेभेन्ट लाग्दैन कति कुराहरू चाहिँ यत्तिकै भनेको जस्तो लाग्छ सो तपाईँहरूको कन्फ्युजनहरू क्लियर गर्नको लागि चाहिँ हामी स्टडी स्क्वायरले चाहिँ एउटा अपर्च्युनिटी ल्याएको छ हजुरलाई डाइरेक्टली रिप्रेजेन्टेटिभसँग कनेक्ट गराउने सो केही क्वेसन छ भने चाहिँ प्लिज हजुरले डाइरेक्टली सोध्न सक्नुहुन्छ है सो म्याम यो भन्दै अर्को एउटा क्वेसन हजुरलाई मैले सोध्न चाहेँ कि अब जुन कति स्टुडेन्ट्सहरूले चाहिँ सिडनी होइन रिजनल जाने भनेर पनि रिजनल जाँदा बेटर हुन्छ भनेर पनि अहिले सोचिरहनु भएको हुन्छ भिजाले गर्दाखेरि अर अपर्च्युनिटिजहरूले गर्दाखेरि सो सिडनी एन्ड वाइ युटिएस कलेज इन सिडनी भनेर चाहिँ एकचोटि भनिदिनुहोस् न Okay. So I genuinely believe Sydney is one of the best cities in the world for international students. I know, no doubt. तर अस्ट्रेलिया भरिमा पनि Sydney or also any other suburb cities किन regional भन्ने हुन्छ. So one difference between all the cities is regional ठाउँमा जानुभयो भने चाहिँ of course you guys must be aware about PSW work visa rights. So it is post-study work. Once you're done with your studies, अब कोही 3 years को कोही 4 years को bachelor's को लागि जानुहुन्छ कोही 1.5 2 years 2.5 years को master's को लागि जानुहुन्छ so after you're done with your studies of course the university or the government also doesn't want you to come back to your home country just like that degree लियो अब फर्क भन्ने त उनीहरुको पनि छैन aim so they want you to get some sort of exposure त्यहाँबाट if you want to move to any other country पनि अलिकति work को ethics or professional life कस्तो हुन्छ त्यो सिकेर जाऊ if you want to come back to your country त्यो पनि ठिकै छ but the takeaway is त्यहाँको कस्तो हुन्छ लाइफ त्यो बुझेर जाऊ भनेर they do give you 2 to 3 years of working visa rights. So main cities ma huncha you'll be getting 2 years of PSW work visa and if it's a regional place त्यहाँ चाहिँ तपाईहरुले 3 years. So this is the difference. 3 years extra visa पाउँछ 3 years extra काम गर्न पाउँछ भनेर चाहिँ मान्छे regional जान्छ of course. But then if you go for अब नेपालको केसमा हेर्नु पर्दाखेरि चाहिँ let's say चितवन नारायणघाट बुटवल भैरवामा if they give you 3 years of your visa र काठमाडौँमा 2 years मा दिइराख्नु भएको छ भने चाहिँ of course 2 years काठमाडौँमा मात्रै पाउनु भएको छ नि they could actually develop or else आफ्नो holistic development professional exposure छिटो पाउने chances हुन्छ even if it's 2 years मात्रै काठमाडौँको students or else काठमाडौँमा काम गर्ने स्टुडेन्टले opportunity धेरै पाउनुहुन्छ पे स्केल राम्रो हुन्छ लिभिङ राम्रो छ कति धेरै सर्भिसेस राम्रो छ but then त्यही 3 years पाइरहेछ but then any regional तपाईहरुको सबर्बको एरियामा जुन अब नेपालमा चाहिँ हामीले गाउँ भनेर भन्दा हुन्छ रिजनल तर त्यस्तो गाउँ पनि हुँदैन अफ कोर्स दे हेभ ब्रिलियन्ट सर्भिसेस त्यता पनि हैन ठुलठुलो युनिभर्सिटी छ तर त्यस्तो ठाउँमा वर्किङको चाहिँ अलिक कल्चर चाहिँ कम हुन्छ इम्प्लोयमेन्ट अपर्च्युनिटिज कम हुन्छ सो 3 इयर्स दिँदा पनि कतिले काम नपाउने चान्सेस हुन सक्छ अरु काम पाइहाल्नु भयो भने लो पे स्केल हुन सक्छ सो त्यस्तो केसेसमा चाहिँ I would like to suggest student to go for major cities. Only first of all, major cities ma chai, of course, it's very much safe and multicultural huncha, welcoming city huncha, different country ko manche aako huncha, different kura sikna pauncha, networking and PR is a must. Student ko communication board, so if you're meeting with a lot of people, I know,
रिजनल प्लेसेसमा चाहिँ यही कुरामा अलिकति लिमिटेसन हुन्छ कि धेरै मान्छेहरू हुँदैन, त्यसैले मान्छेहरूले काम पाउँछ भन्ने हुन्छ। तर कम्पनीजहरू पनि थोरै हुन्छ, मान्छेको रेसिडेन्सी कम हुन्छ, थोरै मान्छे बस्यो भने थोरै नै अफिस चाहियो। फर इक्जाम्पल 10जना बस्दा छ भने 2टा हस्पिटल चाहिँदैन, एउटा हस्पिटल चाहिन्छ। अब त्यो हस्पिटलमा 5वटा मात्रै नर्स भए पुग्छ भने त त्यो ठाउँमा गएर धेरै नर्स गएर धेरै अपरेसन्सको मान्छे गएर धेरै डक्टर्सहरू गएर काम भएन नि त। सो जति मान्छे छ पपुलेसन त्यही हिसाबले नै कम्पनीजहरू अफिसेसहरू बिल्ड भएको हुन्छ अनि त्यति नै उनीहरूको भ्याकेन्सी हुन्छ, त्यति नै लिमिटेड मान्छेहरूको रिक्वायरमेन्ट हुन्छ। बट वेन यु कम टु सिटिजहरूमा त इट्स भेरी वेलकमिङ। ठुल्ठुलो सिटिजमा त इट्स पपुलेसन हाई, लाइकवाइज मान्छेहरू त्यहाँ जति पपुलेसन हाई छ त्यति नै ठुल्ठुलो कम्पनीज, मल्टिनेसनल कम्पनीज, आइटीको लागि, इन्जिनियरिङ, यु नेम इट, एनी फ्याकल्टीको लागि त कति धेरै कम्पनीज हुन्छ। एन्ड इन अल कम्पनीज त्यति नै धेरै रिक्वायरमेन्ट हुन्छ। सो त्यो 2 years पनि मान्छेले यहाँ इजिली नै घटाउन सक्छ, अर एल्स दे विल गेट गुड अपर्च्युनिटिज इफ दे स्टेइङ इन सिटिज। त्यो चाहिँ एउटा डिफरेन्स छ। ह्याभिङ सेड द्याट रिजनलमा काम नै नपाउने स्टुडेन्टलाई दुःखै हुन्छ भने होइन, बट इट वुड बी मोर कम्पिटेटिभ। 3 years भिजा चाहिँ पाउँछ, त्यहाँको फिजहरू कम हुनसक्छ, बट देन कुड बी अ च्यालेन्ज स्टुडेन्टलाई कामसाम गर्नलाई, सस्टेन गर्नलाई। त्यो चाहिँ एउटा च्यालेन्ज हुनसक्छ। द्याट्स वाइ इट्स भेरी मच एडभान्टेजेस अर बेनिफिसियल कि आफू चाहिँ मेजर सिटिजमा गयो भने चाहिँ युल बी linked with a lot of students from different countries, network, PR-हरु बढ्छ, and likewise while you're studying part time jobs पनि चाहियो नि त। सो पढिरहेको बेलामा पार्ट टाइम जब्सको धेरै अप्सन्स, पढाइ सकिसकेपछि फुल टाइम जब्सको अप्सन्स चाहिँ मेजर सिटिजहरूमा चाहिँ you'll get a lot of options. That is the one difference I would like to point out. म्याम, सो अर्को एउटा क्वेसन पनि आएको छ है। सो 2025 पास आउट 2025 पास आउट छु, सो इन्टेक भ्याउँछ भनेर सोधिरहनु भएको छ अविरलजीले। So grade 12 हुनुभयो, पास आउट हुनुभयो होला 2025 मा हो। थिङ्क सो म्याम। सो प्लिज अविरलजी, तपाईँ ब्याचलर पास आउट हुनुभएको कि +2 त्यो पनि मेन्सन गरिदिनु होला है। एनिवेज म भनिदिन्छु, ग्रेड 12 सकाउनु भएको स्टुडेन्ट 2025 मा हुन्छ, दिस वुड बी अ लास्ट चान्स। 2026 मा त तपाईँ जानुपर्ने हुन्छ। Once it touches 2027 or 2027 क्रस मात्रै भयो, January 1st नै किन नहोस्, it will count as 2 years. सो इफ ग्रेड 12 को स्टुडेन्ट हो भने चाहिँ यो इयर भित्रै अप्लाई गर्नुपर्छ 2026 को लागि। इफ ब्याचलर्सको स्टुडेन्ट हो भने चाहिँ अफकोर्स तपाईँहरूलाई त ग्याप लिने पर्मिसन पनि छ। ह्याभिङ सेड द्याट वी डु निड ग्याप क्ल्यारिफिकेसन। ग्यापमा के कसो गर्दै हुनुहुन्थ्यो, फुल टाइम काम नै गर्नुपर्छ, पैसा कमाउनुपर्छ भन्ने छैन। एनिथिङ यो इङ्गेज इन त्यसको पनि डकुमेन्ट्स हामीलाई दिनुभयो भने इट वुड बी फाइन। तर त्यही हो कि ब्याचलर्सले चाहिँ अप्सन पाउनुहुन्छ, यु क्यान टेक कपल अफ इयर्सको ग्याप एक्सपिरियन्स पाउनको लागि। वेयरएज ग्रेड 12 स्टुडेन्ट हो भने ओन्ली अ इयर। सो 2025 पास आउट हो भने 2026 मा जानै पर्ने हुन्छ। इफ यु लुकिङ फर अस्ट्रेलिया, द्याट इज सबै कन्ट्रीमा पनि एप्लिकेबल छैन, अस्ट्रेलियाको केसमा हो। अनि यही इयरमा पास आउट भएको स्टुडेन्ट 2026 मा पास आउट भएको स्टुडेन्टको चाहिँ 2027 डिसेम्बरभित्र चाहिँ यु हेभ टु एन्टर अस्ट्रेलिया। म्याम, अघि हामीले इन्टेकको कुरा गर्दाखेरि चाहिँ सो अहिले 2025 को स्टुडेन्टहरूले चाहिँ 27 को फेब्रुअरीमा पनि एप्लाई गर्न मिल्छ कि मिल्दैन होला? अब अहिले फर्स्टमा ट्राई गर्ने भनेको चाहिँ सेप्टेम्बरको लागि हो। इफ सिट्स आर अभाइलेबल, सेप्टेम्बर इज जस्ट 1.5 month अवे होइन। सेप्टेम्बरमा इफ भ्याउने रहेछ भने प्लिज ट्राई फर सेप्टेम्बर। डकुमेन्ट्सहरू सबै रेडी छ, आइएलपिटी गरिसक्नु भएको छ, पासपोर्टहरू रिजल्ट्सहरू सबै आइसकेको छ भने चाहिँ लेट्स ट्राई फर सेप्टेम्बर। बिकज 2025 पास आउटलाई 2026 मा इजिली लिन्छ। 2027 मा लाग्यो भने चाहिँ आई वुडन्ट से लिँदैन, बट देन वी वुड आस्क यु क्वेसन, 12 मात्रै सकाएको छ, किन ग्याप लिएको यत्रो लामो, यु नट इभन स्टडिङ, 12 मात्रै पास आउट भएर राम्रो काम पनि पाइरहेको हुँदैन नेपालको केसमा होइन। हाम्रो त त्यो पनि ल्यापिङ छ नि त। सो 12 मात्रै पास हुने स्टुडेन्टले राम्रो जब पनि पाइरहेको हुँदैन। सो तिमीले किन ग्याप लियौ भन्ने क्वेसन त अफकोर्स वी विल आस्क। अब त्यो ग्याप क्ल्यारिफिकेसन राम्रो छ भनेर चाहिँ वी माइट गिभ यु अफर फर 2027, नत्र चाहिँ सेप्टेम्बरलाई नै पुस गर्नुभयो भने चाहिँ एभ्रिथिङ इज रेडी फ्रम यर एन्ड। म्याम, अनि अर्को एउटा क्वेसन पनि छ कि पोस्ट ग्रेजुएटको लागि कुन कोर्स छ युटिएसमा फर साइन्स भनेर सोध्नु भएको छ। ओके, साइन्समा के फ्याकल्टीको लागि हो, लाइक फिजिक्समा, केमिस्ट्रीमा, बायोमा, एनिथिङ यु नेम इट, हामीसँग युनिभर्समा सबै नै कोर्स छ अफकोर्स। सो इट्स मेडिकल साइन्स, हेल्थ रिलेटेड हो भने अफकोर्स वी हेभ अ लट अफ अप्सन्स फर हेल्थको लागि पनि। वी हेभ साइकोलोजी, कसैलाई फिजिक्स, केमिस्ट्री, बायोमेस्टिक हुन मन छ भने वी डु हेभ अप्सन्स फर द्याट एज वेल।
युकेको सेप्टेम्बर इन्टेक भ्याउनलाई कहिलेसम्म एप्लाई गर्नुपर्छ? यो आज चाहिँ हामीले अस्ट्रेलियाको बारेमा क्वेसन एन्सर गरिरहेछौँ। सो युकेको बारेमा बुझ्नु छ भने चाहिँ डाइरेक्टली हामीलाई मेसेज गर्नु होला है। सो म्याम, अर्को एउटा क्वेसन गर्न चाहेँ मैले। अब अहिले हामीले जुन कोर्सको सब्जेक्टको बारेमा कुरा गरिरहेको भएर चाहिँ सो युटिएसमा फी स्ट्रक्चर चाहिँ कस्तो होला? Okay. So university, of course, high-end university. So we top 10 university person, and as I mentioned, for few faculties, we are ranked number 1 pani. So that's why university tuition fees is already high. So university fee is almost 48,000, 50,000. Bachelor's if you're going for medical courses, it's also 54,000 a year, which is too much. 52, 54 lakhs Nepali rupees ma chai 52, 50 lakhs a year say, which can be very expensive for student. But त्यसमा 50 or 100% scholarship deserving हो भने त of course it'll be easy. नत्र त यो फर्स्ट इयरलाई जसो तसो जे गरेर पनि डकुमेन्ट्स बनाइदिन्छु, जसरी पनि पैसा तिरेर जान्छु भने त सेकेन्ड इयर थर्ड इयर त बाँकी हुन्छ. सो इट वुड बी अ फाइनेन्शियल बर्डन फर देम एज वेल एज फ्यामिली पनि. त्यस्तो केसेसमा चाहिँ स्टुडेन्ट क्यान कम फ्रम युटिएस कलेज. सो युटिएस कलेजमा चाहिँ ट्युसन फी इज 39,000. त्यसमा पनि स्टुडेन्टले 8,000 स्कलरसिप पाउँछ. द्याट मेक्स इट 31,000. सो ब्याचलर्स जाने स्टुडेन्टको ट्युसन फी वुड बी 31,000. द्याट इज अ इयर 31 lakhs, विच इज एज कम्पेयर टु एनी अदर युनिभर्सिटी यस्तै नै रेन्जमा हुन्छ. 30 to 35 lakhs a year नै हुन्छ युजली अस्ट्रेलियाको युनिभर्सिटी. एन्ड फर मास्टर्स इट इज 26,000. सो जुन 48,000 मा हुन्छ हाम्रो डिरेक्ट गयो भने युनिभर्सिटीमा, कलेजबाट गयो भने चाहिँ इट्स 26,000, जसमा पनि स्टुडेन्ट विल गेट अप टु 4,000 स्कलरसिप. द्याट मेक्स इट 22,000. सो अ इयर इन 22,000, एक वर्ष 22,000 मा सकिने भने वाइ नट. त्यही हो कि कलेजबाट जानुपर्छ. त्यही मैले भनेको कलेज चाहिँ त्यस्तै स्टुडेन्टको लागि नै हामी प्रिपेयर गर्छ जसको चाहिँ कि त एकाडेमिकली विक छ अर एल्स फाइनेन्सियली विक, बट देन दे वान्ट टु गो टु अ गुड युनिभर्सिटी. सो युटिएस कलेजबाट गयो भने चाहिँ त्यही प्लस पोइन्ट हुन्छ. यु विल गेट द डिग्री फ्रम युटिएस, तर जाने बाटो चाहिँ फरक छ, जसमा चाहिँ कम फिज छ र तपाईँको एकाडेमिक रिक्वायरमेन्ट आइएलटिपीको रिक्वायरमेन्ट पनि कम छ. So that's why university भन्दा बढी पपुलर चाहिँ युटिएस कलेज छ in Asian countries, because it's financially very affordable as compared to the university. Thank you for the answer, ma'am. So हामीसँग अहिले 140 जनाले हेरिरहनु भएको छ. आई थिङ्क धेरैजना नयाँ जोइन हुनुभएको छ. सो के को बारेमा कुरा गरिरहेछौँ भनेर कतिजनालाई चाहिँ कन्फ्युजन भइरहेको छ जस्तो लाग्यो. सो द्याट्स वाइ युकेको क्वेसन्सहरू पनि आइरहेको छ. सो स्पेसिफिकली आज चाहिँ हामीले अस्ट्रेलियाको बारेमा कुरा गर्दैछौँ, स्टडिङ इन अस्ट्रेलिया. सो यदि अस्ट्रेलिया पढ्न जानको लागि तपाईँलाई के क्वेसन्सहरू छ, अस्ट्रेलियाको बारेमा बुझ्न चाहनुहुन्छ रिगार्डिङ कोर्स, के कोर्स पढ्ने, कहिले कहिले चाहिँ अप्लाई गर्न मिल्छ, इन्टेक्सहरू के छ, फी स्ट्रक्चर के हुन्छ, भिजा प्रोसेस के छ, फाइनेन्सियल के चाहिन्छ, सबैको बारेमा केही हजुरलाई क्वेसन छ भने चाहिँ तपाईँले सोध्न सक्नुहुन्छ अहिले. सो वी हेभ अ डाइरेक्ट रिप्रेजेन्टेटिभ फ्रम युनिभर्सिटीबाट चाहिँ हामीसँग रिप्रेजेन्टेटिभ हुनुहुन्छ. सो उहाँसँग चाहिँ हजुरले डाइरेक्टली क्वेसन सोध्न सक्नुहुन्छ है. सो हामी चाहिँ अहिले लाइभको एन्डिङतिर आइसकेका छौँ. सो केही क्वेसन छ भने चाहिँ प्लिज नछुटाइकन तपाईँहरू सबैले कमेन्टमा सोध्न सक्नुहुन्छ है. सो एउटा क्वेसन आएको छ, म्याम. सो मेरो भ्याउँछ कि न, यही सेप्टेम्बर इन्टेक भनेर भन्नुभएको छ. सो यदि सेप्टेम्बर इन्टेक भ्याउनु छ भने चाहिँ स्टुडेन्ट अहिले कुन चाहिँ लेभलमा उहाँले प्रोसेस गरेको हुनुपर्छ, म्याम? अब युजुअली अहिले हामीले हेरिरहेको त वी आर एक्चुअली लुकिङ फर जिएस फाइनेन्सियल डकुमेन्ट्सहरू चेक गर्दैछौँ फर सेप्टेम्बर स्टुडेन्ट्स होइन. जुलाईसम्म सेप्टेम्बरमा अप्लाई गर्ने स्टुडेन्ट्स हो भने चाहिँ जुलाईसम्म इफ यु क्यान फाइनलाइज फाइनेन्सियल डकुमेन्ट्स, अगस्त 1 महिना त भिजा डिसिजनलाई पनि चाहियो नि त. कुड बी मान्छेको 1 विकमा पनि आइरहेछ भिजा, कसैको 3 to 4 weeks पनि लागिरहेछ. टु बी अन अ सेफ साइड अगस्त 1 month चाहिँ वी हेभ टु गिभ फर भिजा डिसिजन पनि. तर इफ कसैको फाइनेन्सियल डकुमेन्ट्स रेडी नै छ, आइएलटिपीको स्कोर्स पुगिरहेछ अनि दे आर रेडी टु गो, दे क्यान स्टिल अप्लाई. मेबी दे क्यान सी. अब जुलाई हाफ त बाँकी नै छ, वी गट 2 weeks. सो यो 2 weeksमा इफ दे क्यान प्रोभाइड अस अल द डकुमेन्ट्स, हामीले पनि हाम्रो अफर दिने टर्न अराउन्ड टाइम इज 2 days. सो 2 full days 48 hoursमा हामीले पनि फुल अफर दिन्छौँ कि. सो इफ स्टुडेन्टको फुल डकुमेन्ट्स रेडी छ भने यु क्यान स्टिल अप्लाई. यो विदिन 2 weeks सकाउनु भयो भने चान्सेस आर हाई जुलाईभित्र तपाईँको अफर आउँछ, तपाईँले भिजा लन्च गर्न पनि पाउनुहुन्छ. सो अर्को एउटा क्वेसन छ, म्याम. डिपेन्डेन्ट भिजा के कस्तो छ ब्याचलरको डिपेन्डेन्ट अस्ट्रेलियामा भन्नुभएको छ. डिपेन्डेन्टको लागि चाहिँ
So, of course, DHA को अनुसार चाहिँ ब्याचलर्स पढ्न गइरहेको स्टुडेन्ट्स आर नट सपोज टु गेट द डिपेन्डेन्ट इभन इफ दे आर म्यारिड दे आर नट सपोज टु अल्सो ब्याचलर्स पढ्न गइरहेको स्टुडेन्ट आर युजली बिलो 18 होइन 11-12 सकाउनु भएको 12 ग्रेजुएट स्टुडेन्ट्स आर नट इभन अबभ 18 अनि हाम्रो ल अनुसार यु नट गेटिङ म्यारिड बिफोर 18 सो अबभ 18 हुनैपर्छ बिए गर्नको लागि बट इफ इट्स अ ब्याचलर्स प्रोग्राम यु नट सपोज टु अप्लाई फर यर डिपेन्डेन्ट पार्टनर्स को चाहिँ 12 पास आउट स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ म्यारिड नै हो भने पनि आफ्नो पार्टनर लग्न मिल्दैन वेयर एज इफ इट्स अ ब्याचलर पास आउट स्टुडेन्ट ब्याचलर्स कम्प्लिट गरिसक्नु भएको स्टुडेन्ट छ र मास्टर्सको लागि जाँदै हुनुहुन्छ भने अफकोर्स दे क्यान टेक द डिपेन्डेन्ट पार्टनर्स म्यारिड हुनुहुन्छ सिङ्गल नै जान्छु भन्न पनि मिल्छ अरल्स अहिले नै आफ्नो पार्टनरलाई लिएर जान्छु भन्न पनि मिल्छ द्याट इज ओन्ली फर मास्टर्स अनि यो चाहिँ अस्ट्रेलियाभरिकै रुल हो इट्स नट ओन्ली फर युटिएस इट्स applicable throughout any other university in Australia. Masters जानलाको student, they can take the dependent partners, whereas bachelors जानलाको student, even if they are married, they are not supposed to get their partners अहिले सँगै चाहिँ. Once they go there, bachelor start भइसक्यो, class start भइसक्यो, अनि पछि चाहिँ process गरेर बोलाउन चाहिँ of course there is an option. तर सँगै लग्नको लागि चाहिँ मास्टर्स पढिरहेको स्टुडेन्ट नै हुनुपर्छ. आई होप तपाईँको क्वेसन चाहिँ क्लियर भएको छ सो अर्को एउटा क्वेसन पनि आयो म्याम सो अस्ट्रेलिया आइएल्स पिटी बिना पोसिबल छ कि छैन भनेर सोध्नु भएको छ अफकोर्स यो चाहिँ छैन अब कति धेरै टिकटकमा रुमर्स पनि सुनिन्छ होला होइन देयर आर कन्ट्रिज जसले चाहिँ विदाउट आइएल्स अरल्स इङ्ग्लिस लिनुहुन्छ बट देन अस्ट्रेलियाको त नेटिभ ल्याङ्ग्वेज इज इङ्ग्लिस अनि यो चाहिँ हामी कलेजलाई चाहियो होइन कि इट इज फर यर गुड नै होइन सो स्टुडेन्टलाई नै बेनिफिट होस् भनेर चाहिँ इङ्ग्लिस चाहिएको हामीलाई सो फर अस मिनिमम लेभल अफ इङ्ग्लिस त चाहिन्छ नि बिकज यु आर गोइङ टु स्टडी इन एन इङ्ग्लिस युनिभर्सिटी आफ्नो 3 years 4 years अफ यर लाइफ यु विल बी स्टडिङ इन इङ्ग्लिस सो वी कमिङ फ्रम नेपाल जसको चाहिँ हाम्रो चाहिँ मदर टङ नेपाली हो वी नट अब हामी पढ्न त अफकोर्स वी बिन स्टडिङ इङ्ग्लिस फर 10-12 years अफ एकाडेमिक हिस्ट्री नै पढिरहेको छौँ इङ्ग्लिस तर as you know, हाम्रो mother tongue त English होइन. So if you're coming from any Asian country, you have to give the English test. Could be IELTS, PT, TOEFL, Duolingo. There are so many other English tests accepted in Australia. So कुनै एउटा पास चाहिँ minimum score जति भनेको छ कलेजले त्यति चाहिँ पास आउट गर्नै पर्छ. Without IELTS, PT, there is no chance you're applying for Australia. Because going to an English-speaking country and coming from a non-English-speaking country, हामीलाई त्यो चाहिँ चाहियो कि एटलिस्ट क्लासमा बस्दाखेरि you should be understanding what the teachers are teaching you. लेक्चर्स भइरहेछ तर इङ्ग्लिस नै बुझेन त्यसैले फेल भयो भन्नु चाहिँ नपरोस् भनेर चाहिँ एटलिस्ट मिनिमम स्कोर चाहिँ यु हेभ टु स्कोर अब हाई नै लिएर आउनु मन छ फर इक्जाम्पल मेडिकल कोर्सेसहरू हो भने त एकदमै धेरै नै स्कोर्स चाहिन्छ नि त 7 each म्यान चाहिरहेको हुन्छ त्यस्तो हो भने आफ्नो छुट्टै कुरा छ बट अपार्ट फ्रम मेडिकल कोर्सेस मिनिमम जति भनेको छ कलेजको रिक्वायरमेन्ट हुन्छ यु सुड बी गेटिङ द्याट मच अफ स्कोर त्यो चाहिँ कम्पलसरी नै हो डु नट फल फर एनी अदर रुमर्स कि अस्ट्रेलियामा आइएल्स पिटी बिना पनि हुन्छ भनेर चाहिँ म्याम सो अघि रिजेनजीले सोध्नु भएको थियो जुन चाहिँ सेप्टेम्बर इन्टेक को लागि भ्याउँछ कि भ्याउँदैन अहिले भनेर सो उहाँले फेरि अर्को क्वेसन सोध्नु भएको छ सो उहाँले अहिले चाहिँ के भन्नुभएको छ भने म्याम वाट इफ इट फिल्स हालिसक्यो तर भिजा लज गरेको छैन दिस इन्टेक आई वान्ट टु डिफर टु ज्यान इन्टेक वाट इज टु बी डन भन्नुभएको छ ओके सो इट डिपेन्ड्स अपन द युनिभर्सिटी उहाँले कुन युनिभर्सिटीमा अप्लाई गर्नुभएको छ होइन गिभन द रिसेन्ट भिजा चेन्जेस कति धेरै युनिभर्सिटीले दे आर देम्सेल्फ प्रमोटिङ नट टु अप्लाई अ भिजा राइट नाउ बिकज नेपालको भिजा सिनेरियो अलिकति स्क्यारी भइरहेछ धेरै वान स्टुडेन्टको भिजा रिजेक्सन होस् अनि यत्तिकै 10 years अन यर पासपोर्ट यही इमिग्रेसन हिस्ट्रीमा अस्ट्रेलिया रिजेक्टेड भनेर नआओस् भनेर चाहिँ कति धेरै युनिभर्सिटीले दे आर नट टेकिङ भिजाज अहिले कि बेकारमा रिस्क भइरहेको बेला किन लिएर भन्ने हुन्छ बट इफ इट्स अ गुड युनिभर्सिटी दे विल आस्क यु टु डु इट उनीहरूले इन्करेज गर्छ किनभने राम्रो युनिभर्सिटी हो भने उनीहरूलाई आफै कन्फिडेन्ट छ अनि दे विल एक्चुअली टेल यु कि रिस्क लियो हुन्छ यु सुड न वरी भन्ने हुन्छ बट इट्स अप टु यु स्टुडेन्टलाई कन्फिडेन्ट फिल भइरहेको छैन बिकज अफ द रिसेन्ट चेन्जेस यु क्यान स्टिल टेक अ ग्याप एन्ड यु क्यान क्ल्यारिफाई लाइक दिस कि किन यति टाइम तिमीले वेस्ट गर्यो अर वाइ डिन्ट यु अप्लाई फर सेप्टेम्बर वाइ डिड यु वेट टिल जनवरी फेब्रुअरी भन्दा यु क्यान अलवेज गिभ दिस फ्याक्ट्स एन्ड फिगर नै छ नि त अहिले त यु क्यान सी इट अन अनलाइन नेपालको भिजा सिनेरियो कम भइरहेछ द्याट्स वाइ टु बी अन अ सेफर साइड म चाहिँ अब अलिकति सेफ्टी अप्नाएर चाहिँ द्याट्स वाइ आई वेटेड भन्न पनि सक्नु पऱ्यो त्यस्तो केसेसमा कति धेरै स्टुडेन्टले खै कन्सल्टेन्सीले रोक भन्यो त्यसैले रोक्दै भनिदिन्छ द्याट्स नट द आन्सर द्या वी आर विलिङ टु लिसन होइन सो त्यस्तो पनि आन्सर भन्न सक्नुपर्छ कि स्टुडेन्टले अफकोर्स राम्ररी कसैलाई त्यो डर लागिरहेको छ अहिले गरेर हतारमा केही हुन्छ कि भने यु क्यान अफकोर्स वेट टिल जान फेब पनि
सो म्याम अघि अर्को एकजना भ्युवरले पनि क्वेसन गर्नुभएको थियो सो उहाँको क्वेसन चाहिँ डिपेन्डेन्टको बारेमा थियो अघि हजुरले एन्सर गर्नुभएको सो उहाँले अर्को एउटा क्वेसन के गर्नुभएको छ भने गइसकेको छ 1 year भयो एन्ड सी इज अबाउट टु गेट 20 भन्नुभएको छ सो आई थिङ्क उहाँले चाहिँ ब्याचलरमा एकजना उहाँको आफ्नो मान्छे गइसक्नु भएको छ सो उहाँ डिपेन्डेन्टमा बोलाउनको लागि भनेर भनिरहनु भएको छ सो स्टेटस के थियो त उहाँ जानुभन्दा अगाडि इफ इट्स अ म्यारिड अफकोर्स त्यहीँबाट अप्लाई गर्न मिल्छ बट इफ दे नट म्यारिड अफकोर्स अस्ट्रेलिया बोलाएर अनि देन गेट म्यारिड त भन्दैन सो इन द्याट केस द स्टुडेन्ट हेज टु रिटर्न टु द होम कन्ट्री गेट म्यारिड अनि लग्ने हो अरल्स जानुभन्दा अगाडि नै दे वर म्यारिड भन्यो भने चाहिँ द स्टुडेन्ट क्यान एक्चुली अप्लाई फ्रम देयर आफ्नो पार्टनरको लागि अनि पार्टनरले भनेको डकुमेन्ट्स मात्रै प्रोभाइड गर्यो भने पनि सकिन्छ इफ दे आर म्यारिड अलरेडी अब पहिले बिहे गर्नु भएको छैन भने द ओन्ली थिङ इज द स्टुडेन्ट हेज टु कम ब्याक गेट म्यारिड अनि त्यसपछि चाहिँ म्यारिज रेजिस्ट्रेसनहरू दिएर चाहिँ नाउ आई वान्ट टु टेक माई पार्टनर अलङ विथ मी भनेर अप्लाई गर्न सकिन्छ यो चाहिँ ब्याचलरको केसमा पनि मिल्छ यस्तो बेला चाहिँ सो अर्को डिम्पल छेत्रीजीले सोध्नु भएको छ कि टेफ एनएसडब्ल्यू फेब इन्टेक 27 को बायोमेट्रिक गरेर 25 days भयो म्याम रिजल्ट कहिले आउला भन्नुभएको छ इफ यु हेभ एनी आइडिया म्याम So TAFE NSW is a different institution, of course. होइन सो यो चाहिँ अब युनिभर्सिटी भन्दा पनि उसको के प्रोसेसमा चलिरहेको छ मेबी बायोमेट्रिक्स गरिसकेपछि अरू केही डकुमेन्ट्समा चाहिँ कन्फ्युजन हुनसक्छ अर दे आर एक्चुअली लुकिङ फर कुनै अरू डकुमेन्ट्स जस्ट गिभिङ यु फ्रेन्डली एडभाइस होइन टेफ एनएसडब्ल्यू इज अनदर इन्स्टिट्युसन त्यहाँ अप्लाई गर्नुभयो होला बायोमेट्रिक्स गरिसक्नुभयो होला सो त्यो बाहेक पनि अरू कुनै डकुमेन्ट्स चाहिँ केही चिज त नबुझिरहेको भएर रिअसेसमेन्ट भइरहेको हुनसक्छ इट्स नट अलवेज कि टाइम लाग्यो भनेपछि रिजेक्सनै हुन्छ छिटो भयो भने भिजा लाग्छ भन्ने छैन मेबी बायोमेट्रिक्स चाहिँ पहिले भयो अब चाहिँ डकुमेन्ट चाहिँ थोरली चेक भइरहेको हुनसक्छ सो त्यो चाहिँ प्रोसेसमा हुनसक्छ अफकोर्स अझै क्वेसन्सहरू आइ नै रहेको छ हाम्रो भ्युवर्सहरूबाट सो अर्को एउटा क्वेसन चाहिँ आई थिङ्क क्यान डिपेन्डेन्ट अप्लाई अन पिएसडब्ल्यू आफ्टर ब्याचलर ग्रेजुएसन भनेर सोध्नु भएको जस्तो लाग्यो Yes, so मैले पनि देखिरहेको थिएँ क्वेसन आई थिङ्क मेरो सेन्समा चाहिँ आई कुड मेक सेन्स लाइक दिस सो ब्याचलर्स पढ्न गएको स्टुडेन्ट हो अनि उहाँ चाहिँ पिएसडब्ल्यूमा हुनुहुन्छ अनि आफ्नो पार्टनरलाई बोलाउन खोज्दै हुनुहुन्छ भने चाहिँ अफकोर्स सो स्टुडेन्ट टु सस्टेन इन अस्ट्रेलिया कि त त्यो स्टुडेन्ट स्टडिङ हुनु पऱ्यो कि त फुल टाइम काम गरेर आउनु पऱ्यो होइन सो स्टडी गरिरहेछ भने अफकोर्स आफू स्टुडेन्ट हुन्छ डिपेन्डेन्ट पार्टनरलाई अफकोर्स दे क्यान अप्लाई फर द पार्टनर्स पिएसडब्ल्यूमा हुनुहुन्छ भने चाहिँ दे सुड बी वर्किङ फुल टाइम पनि त्यो पिएसडब्ल्यू दिएको कारण इज द 2 years अरू 3 years अघि मैले मेन्सन गरेँ यो टाइम चाहिँ तपाईँहरूलाई फुल टाइम काम गरेर भनेर दिएको अपर्च्युनिटी हो नि त सो त्यतिखेर चाहिँ इफ तपाईँ फुल टाइम काम गरिराख्नु भएको छ भने पाइन्छ अरल्स कि तपाईँ स्टुडेन्ट हुनुपर्छ अनि तपाईँले बोलाउन पाइन्छ इफ यु डुइङ पार्ट टाइम जब्स डिग्री चाहिँ सकिसक्यो पिएसडब्ल्यू 2 years बाँकी छ अनि तपाईँ पार्ट टाइम जब्सहरू गरिराख्नु भएको छ भने चाहिँ डिपेन्डेन्टको केसेसमा चाहिँ डिपेन्डेन्टलाई बोलाउन तपाईँ सक्नु हुँदैन अरल्स तपाईँले इन्कम त्यति जेनेरेट गर्नु भएको छैन भन्ने कुरा हुन्छ So to bring your partner, either you should be a student or it's full-time employee. So पिएसडब्ल्यूमा चाहिँ बोलाउन मिल्दैन भन्नुभयो Yes. If the student यो PSW टाइममा चाहिँ फुल टाइम काम गरिराख्नु भएको छ भने पाइन्छ सो इज कोर्ट म्यारेज गुड टु गो भनेर सोधिरहनु भएको छ अघिकै आई थिङ्क उहाँले सोधिरहनु भएको छ हजुर कोर्ट म्यारेज पनि अफकोर्स इट इज अब हामीलाई चाहिँ म्यारेज रेजिस्ट्रेसन चाहिने हो कोर्टमा गर्दाखेरि पनि आफ्नो वार्डबाट चाहिँ म्यारेज रेजिस्ट्रेसन चाहिन्छ नि सो कोर्टमा गएर हामी फर इक्जाम्पल कोर्ट म्यारेज भनेको पनि इजी प्रोसेस त होइन वेन यु गो फर अ कोर्ट म्यारेज त कोर्टले चाहिँ तपाईँहरू दुईजना जो हुनुहुन्छ कपल कुन कुन वार्डबाट आउनु भएको त्यहाँबाट पनि डकुमेन्ट माग्छन् नि सो त्यो डकुमेन्ट प्रोभाइड गरेपछि बल्ल कोर्टमा गएर रेजिस्टर हुने हो नि त सो इट्स अ लिगल प्रोसेस अफकोर्स म्यारेज रेजिस्ट्रेसन चाहिँ एटलिस्ट अ इयर पुरानो हुनुपर्छ इट सुड नट बी सिम लाइक अब जानको लागि बिहे गरिरहेको लाइक जस्ट फ्यु मन्थ्स अगाडिकै म्यारेज रेजिस्ट्रेसन चाहिँ हुनु भएन इफ यु अप्लाइङ फर यर पार्टनर इट सुड बी एटलिस्ट अ इयर ओल्ड थ्याङ्क यू म्याम सो अर्को एकजनाले क्वेसन गर्नुभएको छ कि म्याम सेभिङ कम्पलसरी हो र एन्ड मिनिमम कति सेभिङ हुनुपर्छ सो यसमा म्यामलाई मैले पनि क्वेसन गर्न चाहेँ कि अब रिगार्डिङ अस्ट्रेलियाको फाइनेन्सियल को एन्सर गरिदिनु होला सो फाइनेन्सियल प्रोसेस के कस्तो हुन्छ स्टुडेन्ट्सहरूको होइन ब्याचलरको लागि एप्लाई गर्ने स्टुडेन्ट्सहरूको अर मास्टर्सको लागि बोथको सेम हुन्छ कि डिफ्रेन्ट हुन्छ अनि ओभरअल प्रोसेस नै एक्सप्लेन गरिदिनु होला ओके सो इन जेनरल चाहिँ यो सेभिङ्सको कुरामा चाहिँ सो अस्ट्रेलिया वान्ट्स
टु बी सिक्योर पनि होइन बोलाइरहेको स्टुडेन्ट चाहिँ पढाइमा राम्रो छ बट वाट इफ दे क्यान नट पे द ट्युसन फिस अफकोर्स एभ्रिथिङ कम्स विथ अ प्राइस अब पढ्न चाहिँ आइरहेछ ट्युसन एकाडेमिक चाहिँ एकदम राम्रो छ फर इक्जाम्पल 3.4 5 whatever आएको छ स्कोर्स आइएल्सपिटी पनि राम्रो स्कोर छ तर ट्युसन फिज नै पे गर्न सकिरहेको छैन भने देयर इज नो पोइन्ट अफ कलिङ द स्टुडेन्ट टु स्टडी सो त्यस्तो केसेसमा चाहिँ हामीले चाहिँ सेक्योर्ड एउटा सेभिङ्स हेर्छौँ सेभिङ्स एज इन आफैले नै सेभिङ राखेकै हुनुपर्छ भन्ने छैन इट जस्ट विल लुक फर सम अमाउन्ट जुन चाहिँ तपाईँहरूको ब्याङ्क अकाउन्टमा हुनुपर्छ अब त्यो आफै सेभ गर्दै विदिन अल दिस इयर्स आफै सेभिङ गरेर राख्नु भएको छ भने फाइन पैसा छैन सो यु जस्ट टोक अ लोन एडुकेसन लोन लिनु भएको छ भने त्यो पनि फाइन त्यो हुनुपर्ने अमाउन्ट चाहिँ कति हो भन्दाखेरि चाहिँ 1 इयरको ट्युसन फिस फर इक्जाम्पल तपाईँ 5 लाख्सको कलेज हेर्दै हुनुहुन्छ भने 1 इयरको 5 लाख्स हो भने 5 लाख्स हुनु पर्यो 50 लाख्सको कलेज हेर्दै हुनुहुन्छ भने 50 लाख्स हुनु पर्यो सो डिपेन्डिङ अपन द कोर्स अर एल्स कलेज 1 इयरको ट्युसन फिस कति छ त्यो ठाउँमा त्यति हुनु पर्यो 1 इयरको लिभिङ एक्सपेन्सेस हुनु पर्यो एटलिस्ट 1 वर्षको लागि खाना बस्नलाई पुग्ने पैसा भनेर चाहिँ अस्ट्रेलियन गभर्मेन्ट हेज अलरेडी मेन्सन्ड 29,710 लाख्स इन जेनरली भनेको छ अब मेबी कतिको त्यो खर्च हुँदैन होला कसैले त्योभन्दा बढी खर्च गर्ने बानी छ होला तर मिनिमम चाहिँ 29,710 भनेको छ अस्ट्रेलियन गभर्मेन्टले सो 1 इयरको ट्युसन फिस जति छ त्यो कलेजको 1 इयरको यो लिभिङ एक्सपेन्सेस अनि तपाईँको मेडिकल इन्सुरेन्स गर्नुपर्छ अस्ट्रेलियाको लागि होइन $1,500-2,000 जति लाग्छ त्यो मेडिकल इन्सुरेन्स फ्लाइट टिकट्सको पैसा यति चाहिँ ब्याङ्कमा हुनु पर्यो अब त्यो पैसा कसरी राख्नुहुन्छ तपाईँहरूको पहिलेदेखि जेनेरेसनल वेल्थ छ पहिलेदेखि ड्याड मम ग्रान्ड प्यारेन्ट्सहरूको पैसा छ भने त्यो पनि हुन्छ कसैसँग छैन र लोन लिए भने पनि हुन्छ तर त्यति अमाउन्ट चाहिँ पुग्नु पर्यो फर इक्जाम्पल युजुअली 65-70 लाख्स हुन्छ होइन प्रायः युनिभर्सको सबै काउन्ट गऱ्यो भने चाहिँ 1 वर्षको ट्युसन फिज 1 वर्षको तपाईँको खाने बस्ने अकोमोडेसनको ट्रान्सपोर्टेसन त्यो सबैको लागि र मेडिकल इन्सुरेन्सको फ्लाइट्सको यो सबै गर्दाखेरि 65-70 लाख्स जस्तो हुन्छ अब त्यो 70 लाख्स आफ्नै पैसा छ भने इट्स फाइन होइन लोन लिइराख्नु भएको छ नि फाइन तर त्यो अमाउन्ट चाहिँ पुग्नु पर्यो कि द्याट्स इट सो म्याम फाइनेन्सियलको कुरा सँगसँगै इन्कमको कुरा पनि हाम्रो भ्युवर्सहरूलाई अलिकति क्लियर भनिदिनुहुन्छ कि अब स्टुडेन्टले आफ्नो पेरेन्ट्सहरूको इन्कम पनि देखाउनु पर्ने हुन्छ सो कस्तो इन्कमलाई चाहिँ जेन्युन इन्कम मानिन्छ र कतिपय स्टुडेन्टहरूको भिजा रिजेक्सन यही इन्कमहरूको कुराले पनि भएको देखिन्छ सो यो चाहिँ के भएर हुन्छ या अब त्यो इन्कम फर इक्जाम्पल कसैको अब अफकोर्स नेपाल इज अ भेरी एग्रिकल्चर ड्रिभन कन्ट्री कतिजनाको एग्रिकल्चर पनि भइरहेको हुन्छ अनि इन नेपाल एग्रिकल्चरको एज मेन्सन प्रपर सेट अफ डकुमेन्ट्स छैन कि कोही चाहिँ खेतीपाती गर्दै हुनुहुन्छ एग्रिकल्चरमा इन्भल्भ हुनुहुन्छ भने त्यस्तो प्रपर सेट अफ डकुमेन्ट नै छैन कि यही नै हुनुपर्छ यस्तै चाहिन्छ भन्ने छैन कि नेपाल केसमा डिफ्रेन्ट प्रोभिन्सको डिफ्रेन्ट टाइपको डकुमेन्ट्स भन्छ डिफ्रेन्ट वार्डमा डिफ्रेन्ट वार्ड अफिसेसहरूले डिफ्रेन्ट टाइपको डकुमेन्ट्स बनाइदिनु सो यस्तै नै छ भन्ने डकुमेन्ट्स छैन तर एक्सेप्टेड चाहिँ सबै गर्छ इट सुड बी जेन्युन त्यही हो कुरा अब एक्सेप्ट कहिले के गर्छ भने चाहिँ इट डिपेन्ड्स अपन द युनिभर्सिटी फर इक्जाम्पल युटिएसमा चाहिँ लकिली वी डु एक्सेप्ट एनी सोर्ट अफ इन्कम फर इक्जाम्पल इफ तपाईँको पेरेन्ट्स बिजनेस गरिराख्नु भएको छ भने हामी एक्सेप्ट गर्छौँ कुनै अफिसमा स्यालेरी लिइराख्नु भएको छ भने वी डु एक्सेप्ट द्याट एज वेल एग्रिकल्चर गरिराख्नु भएको छ भेहिकल गाडी साडी चलाएर बस चलाएर कमाइराख्नु भएको छ खेतीपाती गरिराख्नु भएको छ डेरीमा गरिराख्नु भएको छ घरको रेन्ट कमाइराख्नु भएको छ पेन्सनले हुन्छ कताबाट इन्कम भइरहेको छ हाम्रो केसमा चाहिँ वी डु एक्सेप्ट अल सोर्ट अफ इन्कम्स ह्याभिङ सेड द्याट डिफ्रेन्ट युनिभर्सको डिफ्रेन्ट छ यो रुल चाहिँ कसैले एग्रिकल्चरको पैसा नलिन सक्छ कसैले गाडी चलाउने अरल्स भेहिकलबाट पाउने पैसा नहुन सक्छ कसैले रेन्टबाट उठाएको पैसालाई एनुअल इन्कम गन्दैन तर युटिएस कलेजमा चाहिँ वी डु एक्सेप्ट एनी सोर्ट अफ जहाँबाट पैसा आउन सकिरहेको छ तपाईँको एभ्री मन्थ रेगुलर पनि हुनु पऱ्यो फेरि वर्षमा 2-3 चोटि मात्रै आइरहेको छ त्यो पैसा भने वी डु नट एक्सेप्ट एज एन एनुअल इन्कम हुनको लागि चाहिँ 12 महिना त्यो ठाउँबाट पैसा आइरहेको छ भने त्यो सोर्स एक्सेप्टेड हुन्छ अनि ह्याभिङ सेड द्याट इट सुड बी जेन्युन अब त्यो जेन्युन चेक चाहिँ अफकोर्स हाम्रो टिमले पनि गर्छ बट वी मेक स्योर स्टुडेन्टले पनि जेन्युन डकुमेन्ट्स चाहिँ पठाउनु पऱ्यो कुड बी एनी सोर्स जताबाट तपाईँहरू पैसा कमाउनुहुन्छ तपाईँहरूको पेरेन्ट्सले जताबाट इन्कम जेनेरेट भइरहेछ सबै नै एक्सेप्टेड छ एट युटिएस कलेज सो मास्टर्स इन प्रोफेसनल एन्ड मास्टर बाई रिसर्चको इन्कम सेम हो अर मास्टरलाई भनेर सोधिरहनु भएको छ सो मेबी हजुरले इन्कम चाहिँ कति हुनुपर्छ त्यो सबै भन्नु इन्कम हाम्रोमा चाहिँ $30,000 हो अनि यो चाहिँ कुनै कोर्सले धेरै थोरै भन्ने हुँदैन इफ कुनै फ्यामिलीको चाहिँ 30,000 इन्कम छ डलर्स अफकोर्स 1 वर्षमा $30,000 कमाइराख्नु भएको छ भने त्यो फ्यामिली त्यो पेरेन्ट्स ग्रान्ड पेरेन्ट्स हुएभर स्पोन्सरिङ
त्यो फ्यामिलीले चाहिँ आफ्नो चिल्ड्रनलाई चाहिँ पढाउन सक्छ भन्ने एउटा प्रुफ हो क्या सो फर इक्जाम्पल ट्युसन फिस चाहिँ 25-30 लाख इयर छ अरे अनि त्यो फ्यामिलीको इन्कम चाहिँ वर्षभरिमा 12 लाख छ भने त अफकोर्स यो मान्छे त फ्यामिली त लोनमै जाने भयो यो वर्ष लोन लिन्छ नेक्स्ट इयर लोन थपिँदै जान्छ सो यो त फाइनेन्सियल बर्डन भयो नि त सो मिनिमम कोही फ्यामिलीले 30 लाख जस्तो वर्षमा कमाउन सक्छ भने डिफ्रेन्ट ठाउँबाट अलिअलि स्यालेरी आउँछ अलिकति बिजनेस अलिकति रेन्ट आउँछ एग्रिकल्चर पनि गर्नुहुन्छ पेन्सन पनि आउँछ फर इक्जाम्पल यो सबै मिलाएर सबै टोटल चाहिँ अल टुगेदर 30,000 सकिराख्नु भएको छ भने चाहिँ यो फ्यामिलीले चाहिँ युटिएस पढाउन सक्छ है भन्ने एज अ प्रुफ हो कि सो यो चाहिँ कुनै पनि कोर्स हेरेर डिफ्रेन्स चाहिँ छैन इट्स सेम फर अल इफ यो फ्यामिलीले पढाउन सक्छ भने इट्स वान अफ द टप युनिभर्सिटी हाम्रो फाइनेन्सियल अलिकति हाई छ सो 30,000 गर्ने स्टुडेन्टले फ्यामिलीले चाहिँ आफ्नो स्टुडेन्ट यहाँ पढाउन सक्छ भन्ने चाहिँ प्रुफमा थियो सो वी डु एक्सेप्ट 30,000 थ्याङ्क यू फर द एन्सर म्याम सो तपाईँहरूलाई चाहिँ यो रिलेटेड चाहिँ अझै पनि के क्वेरिजहरू छ भने इन्कमको लागि अर फाइनेन्सियलको लागि भयो अर कोर्स चुज गर्नको लागि भने चाहिँ डाइरेक्टली तपाईँले स्टडी स्क्वायर आएर भिजिट गरेर हाम्रो काउन्सलरसँग 1-to-1 अझै सजेसन्सहरू लिएर गाइडेन्स लिन सक्नुहुन्छ है अर हामीलाई डाइरेक्टली मेसेज गरेर आफ्नो क्वेसन्सहरू पनि राख्न सक्नुहुन्छ सो म्याम आई थिङ्क वी आर कमिङ टु एन्ड अफ दिस सेसन धेरै क्वेसन्सहरू आएको छ सो मैले आफ्नो पर्सनल प्रिपेयर गरेको क्वेसन्सहरू सोध्न पनि पाइरहेको छैन हजुरलाई इट्स अ भेरी प्रोडक्टिभ सेसन टुडे सो लास्टमा चाहिँ हजुरले हाम्रो स्टुडेन्ट्सहरूको लागि चाहिँ के कस्तो सजेसन दिन चाहनुहुन्छ फर लाइक ओभरअल ब्याचलर मास्टरमा एप्लाई गर्न लाग्नु भएको स्टुडेन्ट्सहरूको लागि ओके सो वन्स अगेन थ्याङ्क यू है तिमीलाई पनि फर बिङ द होस्ट टुडे एन्ड I think I was able to answer all the queries students of course not very के भन्ने टाइम लिमिटेसनले गर्दा अफ कोर्स सबैजनाको क्वेरिज हुन पनि सक्छ फुलफिल नभएको पनि हुनसक्छ बट या यु अलवेज गट स्टडी स्क्वायर वान कल अवे हुनुहुन्छ देव गट द अफिस इन काठमाडौँ यु क्यान अलवेज भिजिट देम कल देम होइन अरू केही छुटेको क्वेसन्सहरू छ भने प्लिज डु नट हेजिटेट टु आस्क देम अब वान लास्ट एडभाइस अर इट्स वान अफ माई बिगेस्ट एडभाइस जुन चाहिँ म युजली सबै स्टुडेन्टलाई दिइराख्ने भनेको चाहिँ सिन्स वी आर कमिङ फर अ भेरी लेस डेभलप्ड कन्ट्री होइन अब आफ्नै कन्ट्रीलाई यस्तो हेपेर भने त होइन बट इट्स अ प्र्याक्टिकल थिङ वी कमिङ फ्रम अ भेरी लेस डेभलप्ड कन्ट्री हाम्रो अलिकति माइन्ड त्यति न्यारो नै छ कि वी आर नट ओपन मच के एक्सप्लोर गर्न सकिन्छ अपर्च्युनिटिज के छ डिफ्रेन्ट कन्ट्रीमा थाहा हुँदैन हामी खालि सुनेको भरमा देखेको भरमा आई वुडन्ट से कि सबै कन्सल्टेन्सीले जे भन्नुहुन्छ इट्स अलवेज राइट स्टुडेन्टले त्यो पनि एउटा रिसर्च गर्ने बानी चाहिँ वान अफ द मेजर थिङ इज पढाइमा पनि हेल्प हुन्छ भोलि काममा पनि हेल्प हुन्छ अहिले भिजाको लागि पनि हेल्प हुन्छ द फर्स्ट वान अफ द टेक अवे थिङ फ्रम माई सेसन इज रिसर्च गर्न चाहिँ नछुट्याउनु होला डु यो रिसर्च मैले आज भनेको क्वेसन्स पनि यु क्यान अलवेज चेक एन्ड भेरिफाई कतिको ट्रुथ थियो कतिको राइट हुनसक्छ सो यु हेभ टु स्टेप आउट अफ यर कम्फोर्ट जोन अनि अलिकति रिसर्च गर्ने बानी चाहिँ सबै स्टुडेन्टमा हुनुपर्छ एन्ड अल्सो मुभिङ टु अ न्यू कन्ट्री क्यान फिल एक्साइटिङ पनि एन्ड इज अल्सो नर्भस हुने पनि छ नि त एउटा एट द सेम टाइम स्टुडेन्ट क्यान फिल ओभरवेल्मिङ अनि जुन चाहिँ भेरी नर्मल हो कि आत्तिएर अप्लाई नै नगर्नुभन्दा बरु आत्तिएर अप्लाई गर्नु चाहिँ भन्छु म युल एक्चुली गेट टु एक्सपिरियन्स अलट बट द मेन थिङ इज बी इन्डिपेन्डेन्ट आफन्त कोही हुनुहुन्छ भने डु टेक द सपोर्ट बट यु डोन्ट ह्याभ टु फलो द लिड होइन आजभोलि अस्ट्रेलियामा सबैजनाको कोही न कोही हुनुहुन्छ अनि उहाँले जे गर्नुभएको छ त्यही नै गरिदिन्छु भन्ने पनि हुन्छ कि सो आई वुड सजेस्ट पिपल लाइक टु बी इन्डिपेन्डेन्ट म्यानेज यर टाइम फर भिजा एप्लिकेसनदेखि लिएर भिजा प्रोसेसिङ फाइनेन्सियल डकुमेन्ट्स उता गएर भोलि वर्क र आफ्नो पर्सनल लाइफ प्रोफेसनल लाइफ स्टडिज पार्ट टाइम जब्स यो सबैको लागि प्लिज म्यानेज यर टाइम जुन हाम्रोमा अलिकति ल्याक हुन्छ टाइमिङमा नेपालीमा फाइनेन्सेसहरू वाइजली नै स्पेन्ड गर्नु होला आफ्नो डु नट बी अफ्रेड टु आस्क फर हेल्प हाम्रो यहाँ बानी छ क्लासेसमा पनि वी स्टे ब्याक बेन्चमा वी डु नट आस्क क्वेसन सोध्यो भने लाज हुन्छ भन्नुहुन्छ बट बाहिर पिपल आर भेरी फ्रेन्डली द्याट इज वान अफ द क्यारेक्टरिस्टिक्स अफ अ भेरी डेभलप्ड कन्ट्री आई गेस सो पिपल आर अलवेज दे आर रेडी टु हेल्प सो हामीलाई चाहिँ अलिकति लाज बढी लाग्ने डर बढी लाग्ने छ नि त हाम्रो स्टुडेन्ट्सहरूलाई चाहिँ So I would say students should not be afraid to ask for help. University like UTS or else any other big universities has a lot to offer. Student khali padhna मात्रै जाने degree मात्रै लिने हैन there are so many other services available in the university. यो सबै पनि एक्सप्लोर गरौँ खाली क्लासरुममा पढ्यो अनि सक्यो अनि काम गर्न जाने त्यतिकैमा मोनोटोनस भएर पनि कति जना चाहिँ होपलेस हुन्छ के सो यु हेभ टु एक्सप्लोर अ लट अफ थिङ्स ट्राई टु ब्यालेन्स यर स्टडी पार्ट टाइम सबैको अपर्च्युनिटी छ सो अस्ट्रेलियामा वान प्लस पोइन्ट इज यु क्यान एक्चुली वर्क एन्ड स्टडी जुन चाहिँ कति धेरै कन्ट्रिजमा इट्स नट अभाइलेबल होइन कुनै कन्ट्रीमा राइट त छ काम गर्ने तर काम पाएर आउँदैन कुनैमा काम चाहिँ पाउँछ बट सिन्स यु कमिङ एज अ इन्टरनेसनल स्टुडेन्टले काम गर्न नपाउने पनि कन्ट्री छ
तर अस्ट्रेलिया त्यस्तो छैन. यु क्यान वर्क एन्ड यु क्यान स्टडी एट द सेम टाइम. सो यो चाहिँ ब्यालेन्स गर्न सिक्नुपर्छ. द मेन पर्पज इज टु गेट अ क्वालिटी एडुकेसन. अफकोर्स राम्रो ठाउँमा एडुकेसन पायो भने राम्रो कामले आफै फलो गर्छ. युल गेट अ लट अफ मल्टिपल अफर्स फ्रम डिफ्रेन्ट बिग कम्पनीज होइन. सो यु हेभ टु मेक ब्यालेन्स बिट्विन द्याट, मेक न्यू फ्रेन्ड्स अनि गेन अल द एक्सपिरियन्सेस. भोलि सबैजना सेटल हुने नै उसमा नजान सक्नुहुन्छ अस्ट्रेलिया. कतिजनाको फर्किने पनि हुनसक्छ. बट द लिमिटेड टाइम द्याट यु हेभ, मेक स्योर तपाईँहरूले चाहिँ आफ्नो पर्सनल ग्रोथ, प्रोफेसनल ग्रोथको लागि स्पेन्ड गर्नु होला. जस्ट बिकज अब फ्रिडम पायो भनेर चाहिँ मिसयुज नगर्नु होला दिस टाइम होइन. कति गाह्रो गरेर मान्छेहरूको भिजा लागिरहेको हुन्छ. सो मेक स्योर यु डु नट मिसयुज यर अपर्च्युनिटी. एन्ड देन फर नेपाली स्टुडेन्ट आई वुड लाइक टु से जस्ट डोन्ट लिमिट यर सेल्फ टु नेपाली सर्कल. खालि नेपाली आफ्नो ग्रुपमा मात्रै बसेर यु विल नट गेट द्याट एक्चुअल ग्रोथ. सो इट्स वन्डरफुल टु बी स्टे कनेक्टेड टु यर कम्युनिटी, बट एट द सेम टाइम take that opportunity to meet new people, learn different languages, and different culture, but I got different students, and you'll get a lot of benefits. So yeah, that's what I would like to share. Before you know it, Australia will already start you feel like that it's the second home. So बिस्तारै गर्दा गर्दै कतिखेर एडजस्ट भइसकेको हुन्छ स्टुडेन्टले. सो उनीहरूलाई फर्किनु नमन लाग्ने अप्सन पनि भइरहेको हुन्छ कतिजना अस्ट्रेलियाबाट. बट देन अहिले नै आत्तिएर नै नगर्नु भयो भने त युल नेभर टेक द्याट स्टेप. So take that risk, research garnu, apply garnu, and before you realize it, you'll think, okay, I made a very great step, or else I made a right choice of studying in Australia, and you'll never regret it in your life. That's what I have to say. Thank you so much, ma'am. So I think a few questions are asked. I think we'll finish this question. My the last question one I think that your questions are like also reply gardinu hola. So can you share some information about Cambridge A-level भनेर सोध्नु भएको छ. Oh yes, so recently we are one of the first university in Australia जसले चाहिँ Cambridge A-levels पनि स्टार्ट गरेका छौँ. That is right after your grade 10 सकिने बित्तिकै Cambridge A-levels भनेको हाम्रो नेपालको 11-12 को इक्विभ्यालेन्सी बोर्ड हो, which is a UK based board. सो कसैलाई 10 पछि नै अस्ट्रेलिया जान मन छ भने पनि इट्स गुड न्युज फर यु अल कि 12 नै सकाएर जानु पर्दैन. इफ यु डन विथ यर SEE you can still apply to Australia. So त्यसको लागि चाहिँ you'll have to study 11-12 and then you also get a direct entry to the university. त्यसपछि फेरि ब्याचलर्सको लागि एडमिसन गर्नै पर्दैन. Once you're done with your A levels, तपाईँको 11-12 सकिन्छ जब हाम्रो UTS मा, ब्याचलर्स फर्स्ट इयर तपाईँको डिरेक्ट एडमिसन हुन्छ. दिस इज अ वान प्लस पोइन्ट. अनि यो चाहिँ रिसेन्टली एडेड कोर्स हो. आइ एम भेरी थ्याङ्कफुल फर हुएभर आस्क दिस क्वेसन. सो यो चाहिँ 2026 देखि नै स्टार्ट भएको. यो चाहिँ इयरमा एकचोटि मात्रै इन्टेक हुन्छ, द्याट इज जनवरी. सो एभ्री जनवरी यसको चाहिँ सेसन स्टार्ट हुन्छ. सो दोज हु हेभ कम्प्लिटेड द ग्रेड 10 दिस इयर, कमिङ दिस जनवरी चाहिँ यु क्यान स्टार्ट यर ग्रेड 11 इन अस्ट्रेलिया, एन्ड द्याट इज भेरी मच पोसिबल. कति धेरै युनिभर्सिटीमा छैन, यु हेभ टु कम्प्लिट यर 12 भन्ने छ, बट वी आर द फर्स्ट वान to provide you this opportunity. If you're thinking grade 10 पछि नै जानु मन छ, अब धेरै स्टुडेन्ट्सहरू गइरहेको हुन्छ. So if you think, you can still apply for A levels at UTS college. So यसको रिक्वायरमेन्ट्स र कोर्सहरू चाहिँ के कस्तो हुन्छ म्याम? So requirements कोर्स चाहिँ हाम्रो त्यही IT, इन्जिनियरिङ, बिजनेस, अब यही साइन्स म्यानेजमेन्ट फ्याकल्टीको लागि नै हो. जसरी हामी यहाँ 11-12 पढ्छौँ त्यस्तै नै हो. रिक्वायरमेन्ट इज SEE सकिया हुनु पर्यो. We do require a minimum level of English पनि. As I mentioned, Australia is an English speaking country. Minimum requirement English को हुनै पर्छ. So that is 5.5. 5.5 minimum लिएर आउनु भएको छ भने you can still apply for your Cambridge. अनि SLC, SEE grade 10 दिनु भएको छ भने चाहिँ you have to pass your subject. That's it. So अर्को एउटा क्वेसन पनि रहेछ. सो उता PR भएकोमा डिपेन्डेन्टमा गएर पढ्न मिल्छ भनेर सोधिरहनु भएको छ. PR भएको स्टुडेन्ट चाहिँ अब जो स्टुडेन्ट हुनुहुन्थ्यो अफकोर्स दे आर वर्किङ होला अहिले. सो वान अफ द पार्टनर्स, डिपेन्डेन्ट पार्टनर्सहरूमा चाहिँ वान अफ द स्टुडेन्ट सुड बी वर्किङ एन्ड द अदर सुड बी स्टडिङ हो नि त. पार्टनर्समा चाहिँ दे बोथ क्यानट स्टडी एन्ड दे बोथ क्यानट बी वर्किङ एट द सेम टाइम. सो इफ कोही पिआरमा हुनुहुन्छ द्याट मिन्स दे आर अ फुल टाइम इम्प्लोइ. अनि इफ उहाँ काम गरिराख्नुभएको छ भने दे क्यान अलवेज ब्रिङ द पार्टनर टु स्टडी. इट इज पोसिबल. अर्को एउटा क्वेसन पनि रहेछ म्याम. सो एनी क्रेडिट टुवर्ड्स ब्याचलर स्टडिज भन्नुभएको छ. क्रेडिट हजुर. ओके, सो नेपालको केसेसमा पढ्नु भएको उसमा चाहिँ युनिभर्सिटिजहरू नेपालमा चाहिँ युके अफिलिएटेड युनिभर्सिटीहरू मात्रै अभाइलेबल छ. सो एज सच युनिभर्सिटीमा क्रेडिट भन्ने चाहिँ छैन हामी कहाँ.
बट देन वी क्यान एक्जाम फ्यु सब्जेक्ट्स फर इक्जाम्पल तपाईँले यहाँ कुनै पढिसकेको सब्जेक्ट छ भने त्यो सब्जेक्ट नपढ्ने चाहिँ हामी बनाइदिन सक्छौँ तर यहाँ फर्स्ट इयर सकिनु भएको छ अब डिरेक्ट सेकेन्ड इयरमा जाने चाहिँ त्यस्तो चाहिँ पोसिबल छैन कि त अस्ट्रेलियन युनिभर्सिटीकै हुनु पऱ्यो अफिलिएसन अदरवाइज अर्को कुनै युनिभर्सिटी हाम्रो टियु केयुबाट पढ्नु भएको छ अरल्स कुनै पनि युके बेस्ड युनिभर्सिटीबाट पढ्नु भएको छ भने कुनै कुनै सब्जेक्ट चाहिँ हामी नपढ्ने बनाइदिन सक्छौँ इफ तपाईँले यहाँ पढिसक्नु भएको छ भने बट देन हजुर the आफ्टर whole कम्प्लिटिङ year ए लेभल एट युटिएस कलेज भन्नुभएको छ ओके सो या आफ्टर ए लेभल्स हाम्रोमा पढ्नुभयो भने चाहिँ अफकोर्स यस हाम्रोमा ए लेभल्स पढ्नुभयो भने 2 इयर्स पढ्नुहुन्छ नि त्यसमा चाहिँ हामीले युनिभर्सिटीमा पढ्ने 4वटा सब्जेक्ट पनि पढाउँछ कि सो ब्याचलर्स फर्स्ट इयर जाँदाखेरि तपाईँले 4वटा एक्स्ट्रा जुन पढ्नुपर्ने सब्जेक्ट छ अल टुगेदर त्यसमा 4वटा सब्जेक्ट चाहिँ पढ्नै पर्दैन बिकज ए लेभल्समा पढ्ने स्टुडेन्टले चाहिँ त्यो कभर गरिसकेका हुन्छ द्याट मेक्स इट इजी र फिज पनि कम हुन्छ बिकज त्यहाँ त पर सब्जेक्टको फिज हुने हो नि त अस्ट्रेलियामा चाहिँ सो इफ ए लेभल्सबाट जाने स्टुडेन्ट हो भने चाहिँ ग्रेड 10 सकाउनु भएको छ नेपालमा 11-12 हामीसँग पढ्नुभयो भने युनिभर्सिटीमा 4वटा सब्जेक्ट नपढ्ने गरे पनि बनाइदिन्छौँ हामीले त्यस्तो पनि छ हाम्रो करिकुलम चाहिँ द्याट इज डिजाइन द्याट वे Thank you so much, ma'am, for your valuable time. We really appreciate your information. Okay, so I'll leave the meeting now. Yes, thank you so much, ma'am. Bye bye. Have a good night. Bye bye. So आजको लागि यही नै थियो हाम्रो लाइभ सेसन सो आजको लागि स्टडी इन अस्ट्रेलियाको बारेमा थियो सो कतिजनाले अस्ट्रेलियाको बारेमा इन्फर्मेसनहरू पाइसक्नु भएको छ र कतिजनाले भर्खरै मात्रै मैले त भर्खरै मात्रै लाइभ सेसन जोइन गरेँ भनेर सोचिरहनु भएको होला सो प्लिज डोन्ट वरी है हामी चाहिँ एभ्री विक लाइभ सेसन लाइभ गर्छौँ सो एभ्री विक हजुरले डिफ्रेन्ट कन्ट्रिजको युनिभर्सिटीको रिप्रेजेन्टेटिभ्सहरू हामीसँग लाइभमा जोइन भएको देख्न सक्नुहुन्छ होइन सो तपाईँलाई अब अस्ट्रेलियाकै बारेमा भनौँ होइन केही क्वेसन्सहरू छ भने अब तपाईँले हाम्रो रिप्रेजेन्टेटिभ त जानु भइसक्यो तर स्टिल तपाईँसँग केही क्वेसन छ भने चाहिँ तपाईँले डाइरेक्टली हामीलाई थ्रु मेसेज गरेर सोध्न सक्नुहुन्छ अर कन्ट्याक्ट गर्न सक्नुहुन्छ हाम्रो नम्बरमा अर हामीलाई डाइरेक्टली स्टडी स्क्वायर ज्ञानेश्वरमा भिजिट पनि गर्न सक्नुहुन्छ है सो तपाईँसँग केही क्वेसन छ भने चाहिँ प्लिज डोन्ट वरी तपाईँले हामीलाई मेसेज गरेर सोध्नु भयो भने पनि हाम्रो काउन्सिलरहरूले चाहिँ हजुरलाई रिप्लाई गरिदिनुहुन्छ सो मेरो छोरीले ब्याचलर सकिसकेको अवस्था छ उहाँ काम गर्न चाहन्छन् यदि के यसको लागि के गर्ने हो सिस भन्नुभएको छ प्लिज हामीलाई डाइरेक्टली मेसेज गर्नु होला है सो सबै क्वेसन्सहरूको चाहिँ हामीले अब मेसेजमै रिप्लाई दिन्छौँ सो तपाईँहरूसँग केही क्वेसन्सहरू छुटाउनु भएको छ भने चाहिँ हजुरले मेसेज गर्नु होला हाम्रो लाइभ चाहिँ लाइभको टाइम कति बेला हो डेली हुने हो र भन्नुभएको छ सो लाइभ डेली चाहिँ हुँदैन लाइभ चाहिँ एभ्री थर्सडे र फ्राइडे हुन्छ त्यो चाहिँ इभिनिङ टाइममा हुन्छ कहिले चाहिँ 8 बजे हुन्छ कहिले 9 बजेतिर हुन्छ सो यसको इन्फर्मेसनको लागि चाहिँ हामीलाई हजुरले फलो गर्न सक्नुहुन्छ है सबैजना अहिले जसले लाइभ सेसन हेरिरहनु भएको छ हामीलाई फलो गर्नु होला अनि त्यसपछि हाम्रो कहिले चाहिँ कुन विकमा चाहिँ अब जस्तो थर्सडे कति बजे हुँदैछ भनेर चाहिँ त्यसमा हजुरले इन्फर्मेसन पाउन सक्नुहुन्छ है सो जहिले चाहिँ हाम्रो थर्सडे र फ्राइडे चाहिँ इभिनिङ टाइममा हुन्छ सो त्यो टाइम चाहिँ हजुरले आफ्नो खाली गरेर अनि लाइभ हाम्रो जोइन गर्न सक्नुहुन्छ केटिएममा छैन भन्नुभएको छ काठमाडौँमा नै हो हाम्रो स्टडी स्क्वायरको लोकेसन चाहिँ ज्ञानेश्वरमा छ ज्ञानेश्वर काठमाडौँमा सो हजुरले त्यहाँ आएर हामीलाई डाइरेक्टली भिजिट गर्न सक्नुहुन्छ जति पनि हजुरले अहिले एन्सरहरू पाउनु भएको छ त्यसरी नै हाम्रो काउन्सिलरसँग 1-to-1 फ्री काउन्सिलिङ सेसन बसेर चाहिँ हजुरले क्वेसन्सहरू सोध्न सक्नुहुन्छ सो नेक्स्ट विक पनि हामीहरू थर्सडे र फ्राइडे लाइभ सेसनमा जोइन हुन्छौँ सो त्यतिन्जेलको लागि चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ आवर लाइभ सेसन टिल द एन्ड केही क्वेसन्सहरू छ भने चाहिँ प्लिज हामीलाई मेसेज गरिदिनु होला अब चाहिँ सो सन्दीपजी प्लिज हजुरले आफ्नो क्वेसनलाई मेसेज गरिदिनुहुन्छ अस्पेलिङ गरेर एकाडेमिक म्याटर गर्छ कि गर्दैन भनेर सोध्नु भएको छ प्लिज यो क्वेसन हामीलाई मेसेजमा सोधिदिनु होला हामीले एन्सर गरिदिन्छौँ है सो लास्टली अझै पनि भन्दैछु सो जतिजनाले पनि अझै पनि मेसेज गरिरहनु भएको छ सो
प्लिज हामीलाई आई मिन कमेन्ट गरिरहनु भएको छ, प्लिज हामीलाई डाइरेक्ट मेसेज गरिदिनु होला। सो अबको रिप्लाईहरू, अबको क्वेसन्सहरूको तपाईँको रिप्लाई चाहिँ हामी मेसेजमै गर्छौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान। आई थिङ्क यो सेसन चाहिँ एकदमै इन्फर्मेटिभ भएको छ सबैजनाको लागि। सो अझै पनि अरू क्वेसन्सहरूको, अरू लाइक इन्फर्मेसन्सहरूको हजुरको एन्सरको लागि चाहिँ हाम्रो नेक्स्ट लाइभ सेसन जोइन हुनु होला, और हामीलाई डाइरेक्टली मेसेज गर्नु होला है त। थ्याङ्क यू फर टुडे, हेभ अ गुड नाइट, बाई बाई।